आज हामी क्याप 2 को इन्कम ट्याक्स एन्ड भ्याट हाम्रो 2025 डिसेम्बरमा जुन हाम्रो पेपर आएको छ त्यसको पेपर एनालाइसिस गर्न गएका छौँ र यस पेपर एनालाइसिसमा सकेसम्म मैले सबै कुराहरू जसरी आइक्यानले आफ्ना पहिलेका सर्टिफिकेटमा राख्दै आएको थियो ती कुराहरूलाई आधार बनाएर हाम्रा प्रोभिजनहरूलाई आधार बनाएर हैन हामी ती सबै कुराहरूलाई समेट्ने प्रयास गरेको छु र पक्कै पनि यो तपाईहरुलाई बेनिफिसियल हुनेछ। आफ्नो एक्जाम कस्तो गयो के गयो कसरी अब अगाडि बढ्ने भन्नेमा जो एक्जाम दिएर बसिरहनु भएको साथीभाइहरू हुनुहुन्छ उहाँहरूलाई पनि यो एक किसिमले एनालाइसिस गर्नमा हेल्प हुनेछ। सँगसँगै अब जसको एक्जाम आउँदैछ उहाँहरूलाई पनि एउटा एक किसिमको यो चाहिँ गाइडेन्स हुनेछ है त। अब हामी ढिला नगरेर अगाडि बढ्छौँ। फर्स्टमा यो 20 मार्क्सको क्वेसन छ। सबैजनालाई अलिकता झट्का लागेको हुनुपर्छ यो क्वेसनले गर्दाखेरि, किनकि अलिकति लामो छ। नर्मल्ली आउने क्वेसन भन्दा अलिकता फरक छ। त्यति गाह्रो चाहिँ होइन तर अलिकता फरक चाहिँ पक्कै पनि छ है। र जस्तै हामीले सुरुमा जहिले पनि पढ्दाखेरि फर्स्टमा हामी नेचुरल पर्सनको लागि हामीले क्यालकुलेसन गर्नुपर्ने हो, ट्याक्स लायबिलिटी गर्न निकाल्नुपर्ने हो कि हामी इन्टिटीको लागि गर्नुपर्ने भनेर जहिले पनि क्लासमा पढ्दाखेरि हामी चाहिँ एनालाइसिस गर्ने गर्छ। त्यसै गरेर यहाँनिर XYZ इन्टरनेसनल प्राइभेट लिमिटेड भन्ने बित्तिकै के हो त हाम्रो इन्टिटीको लागि हो। र हामी सबैजनालाई थाहा छ क्वेसन नम्बर 1 मा इन्कम फ्रम बिजनेसबाट नै आउने हो। त्यसैले त्यसमा मैले धेरै कुराहरू गरिनँ। यहाँ सेक्सन हाम्रो 2081 र 82 अनुसार हामीले गर्न भनेर हामीलाई भनिएको छ है त। ल मैले सबैको एडजस्टमेन्ट यतै लेखिदिएको छु र मैले अगाडि पनि आफैले बनाउँदाखेरि पढिसकेका भएका कारणले गर्दाखेरि के कस्ता एडजस्टमेन्टहरू चल्छन् ती सबै कुराहरू लगभग यहाँनिर मैले कन्सिडर गरेको छु। त्यसैले गर्दाखेरि अझ सक्दो चाँडो चाहिँ यी सबै कुराहरू मैले चाहिँ छोटो समयमा तपाईँहरूलाई बढी चाहिँ इन्फर्मेसन प्रोभाइड गर्नलाई यो कुरा गरेको छु है त। फर्स्टमा हाम्रो दिएको छ जहिले पनि हामीले फर्मेटमा गर्नुपर्छ काम भन्ने कुरा मैले गर्ने गर्छु। सेक्सन 7 मा इन्कम फ्रम बिजनेस छ। इन्कम फ्रम बिजनेसको क्यालकुलेसन गर्दाखेरि हामीले फर्मेटमा जानुपर्ने हुन्छ। सबभन्दा अगाडि हामी सबै इन्क्लुजनका पार्ट राख्छौँ। सेक्सन 7 को सबसेक्सन 2 मा जे कुराहरू इन्क्लुड गर्नुपर्ने हुन्छ भने हुन्छ। सेक्सन 7 को सबसेक्सन 2 लाई हेर्दै र सेक्सन 7 को सबसेक्सन 3 लाई जे इन्क्लुड गर्नु हुँदैन भन्ने कुराहरूलाई पनि हेर्दै हामी इन्क्लुड गर्नुपर्ने कुराहरू गर्दै गर्दै जान्छौँ। र मैले तपाईँहरूलाई क्लासमा पनि भन्ने गरेको छु जति पनि कुराहरू एडजस्टमेन्टहरू दिएका छन् सबैको रिजन सहित किन हामीले इन्क्लुड गर्यौँ किन हामीले इन्क्लुड गरेनौँ यो सबै कुराहरू हामीले भन्नु नै पर्ने हुन्छ है। त्यसपछि हामी अब यसरी फर्स्टमा हामी इन्क्लुजनको पार्ट राख्छौँ भनेपछि अभियसली यो सेल्स अफ यो हाम्रो सेल्स अफ ट्रेडिङ गुड्सको कुरा आउँछ है। सेल्स अफ ट्रेडिङ गुड्सको कुरा आउने भयो त्यसलाई हामी त्यहीँ राखिहाल्छौँ सेल्स अफ ट्रेडिङ गुड्स भनेर। अब यो क्वेसनमा तपाईँहरूको एक्सपोर्ट इन्कम सम्बन्धी कुराहरू दिएको छैन। त्यसैले गर्दाखेरि तीनवटा खालका इन्कममा हामी डिभाइड गर्ने गर्छौँ। यदि हाम्रो कन्सेसन खालको क्वेसन आयो भने सेक्सन 11 पनि कन्सिडर गर्नुपर्ने खालको क्वेसन आयो भने किनकि त्यस्ता खालका इन्कमहरू जस्तै एक्सपोर्ट भएपछि एक्सपोर्टको रेट लाग्ने भयो, एक्सपोर्ट सहितवाला कन्सेसनको रेट लाग्ने भयो, डोमेस्टिक इन्कम भएपछि डोमेस्टिक इन्कमको आधारलाई निकालेको रेट लाग्ने भयो, अदर इन्कमलाई नर्मली 25% लाग्ने गर्छ। त्यसैले गर्दाखेरि हामीले सेग्रिगेट गरेका हुन्छौँ। तर मैले क्लासमा पनि भनेको थिएँ यदि हाम्रो ट्याक्स रेट सेम नै लाग्नेवाला छ भनेपछि र डोमेस्टिक इन्कम र अदर इन्कम मिक्स छ भने तापनि हामीले एजम्सन गरेर सबै डोमेस्टिककै पार्टमा राख्न पनि मिल्छ भनेर भनेको थिएँ। तर यसमा चाहिँ दुईटै अदर इन्कम पनि छ, डोमेस्टिक इन्कम पनि छ। तर दुईटैले 25% लाग्नेवाला भएको कारणले गर्दाखेरि सबैलाई हामी के पनि सोचेर हाम्रो नर्मल फर्मेट दुईटा फर्मेट हामी पढेका थियौँ। हाम्रो नर्मल फर्मेटको आधारमा हामी गर्छौँ। फर्स्टमा हामी सेल्सको राख्छौँ, ट्रेडिङ गुड्सको कुरा, त्यसपछि इन्ट्रेस्ट इन्कम पनि राखिदिन्छौँ होइन। अब यो इन्ट्रेस्ट इन्कम फाइनल हुँदैन नि त होइन। त्यसैले गर्दाखेरि हाम्रो अब ल्यान्डको कुरा आउँछ। यो ल्यान्डको पनि हामी राखिदिन्छौँ। यो किन ल्यान्ड राख्छौँ त ल्यान्डको भन्दाखेरि ल्यान्ड भनेको बिजनेस एसेट्स हो। बिजनेस एसेट्सको गेन हामी राख्ने यहाँ गर्छौँ है त। अब अर्को कुरा के छ भन्दाखेरि यो सेल अफ फर्निचर फिक्चरको कुरा छ। हामीले भनेका थियौँ यस्तो खालको हाम्रो डिप्रिसिएबल एसेटसँग सम्बन्धित कुराहरू सबै हामी डिप्रिसिएसन टेबलमा गर्छौँ। यसलाई हामी इन्कममा राख्दैनौँ, झुक्केर पनि नराख्नु होला भनेर मैले एकदमै धेरैचोटि भनेको थिएँ। त्यो कुराहरू हामीले तपाईँहरूले कन्सिडर गर्नु नै भएको होला। यसलाई हामी चाहिँ यो त गेन दिएको हो भनेपछि हामीलाई कि त बुक भ्यालु दिनुपर्ने हुन्छ कि त हामीलाई डिस्पोजलको टोटल भ्यालु दिएको हुनुपर्छ है। तर बुक भ्यालु दिएको छ यो क्वेसनमा, त्यो बुक भ्यालुमा यो एमाउन्ट जोडेर हामीले टोटल डिस्पोजल भ्यालु निकाल्छौँ र डिप्रिसिएसन टेबलमा त्यसलाई कन्सिडर गर्छौँ। अनि यसमा हाम्रो क्लोजिङ स्टक दिएको छ। क्लोजिङ स्टक त हाम्रो पार्ट अफ COGS सेक्सन 15 अनुसार कुराहरू हामी त्यहाँ गर्छौँ। एकछिनमा त्यसलाई कन्सिडर गरौँला है त। यति भइसकेपछि हाम्रो टोटल ग्रस इन्कम हामी राख्यौँ। अब ग्रस इन्कम भनेर टोटलमा लेखिदिन्छौँ हामी। त्यसपछि हामी कहाँ जान्छौँ त ग्रस इन्कम भनेर लेखिसकेपछि हामी जान्छौँ कता भन्नुहोस् त। हामी जान्छौँ कता, हामी अब डिडक्सनको पार्टमा जान्छौँ। डिडक्सनमा पनि सेक्सन 13 देखि सेक्सन 19 सम्मको कुरा मात्र राख्ने हो फर्स्टमा है। त्यसपछि ती कुराहरू राखिसकेपछि अन्य कुराहरू के एड छन् भनेपछि हामी
त्यसपछि हाम्रो टोटल डिडक्सन घटाइसकेपछि के आउँछ एसेसेबल इन्कम बिफोर क्यारी फरवर्ड अफ लस आउँछ। त्यहाँबाट क्यारी फरवर्ड लस बाँकी छ, पहिले वर्षको छ, 7 वर्ष नकटेको छ भने त्यो घटाइन्छौँ, अथवा यही वर्षको कुनै बिजनेसको छ भने चाहिँ हामी घटाइन्छौँ। त्यो कुरा घटाइसकेपछि बल्ल हाम्रो एसेसेबल इन्कम आउँछ। हो एसेसेबल इन्कम आइसकेपछि बल्ल हामी डोनेसनको कुराहरू घटाउँछौँ, सेक्सन 12 का सँग सम्बन्धित कुराहरू, सिड क्यापिटल सेट सबै कुराहरू सेक्सन 12 का कुराहरू हामी घटाउँछौँ। त्यो घटाइसकेपछि हामी के गर्छौँ त बल्लको बल्ल त्यहाँनिर हामी के गर्छौँ त हामी चाहिँ त्यसपछि ट्याक्स हाम्रो नेट इन्कम आउँछ। नेट इन्कम आइसकेपछि हामीले ट्याक्स रेट निकालेकै हुन्छ। हामीले ट्याक्स रेट निकालिसकेपछि केही पनि भनेको छैन भने नर्मली 25% हुन्छ। त्यसैले गर्दाखेरि त्यो 25% लाउँछौँ, सकिन्छ। यसमा मैले धेरै एनालाइसिस गरिनँ के कस्तो हुन सक्थ्यो भनेर हामी क्लासमा गर्ने गर्छौँ र यो क्वेसनमा के हो भनेर हामीले त्यति मात्र गरिरहेका छौँ, किनकि मलाई यो भिडियो चाहिँ सर्टकटमै पढ्न मन छ, तपाईँहरूलाई पनि हेर्न सहज होस् भनेर है त। अब फाइनेन्सियल एक्सपेन्सेस भनेर भनिएको छ हाम्रो यहाँनिर ट्रस्ट रेसिभ लोन भनेको छ। ट्रस्ट रेसिभ लोन भनेको यस्तो खालको लोन हो जुन चाहिँ वर्किङ क्यापिटल लोन भन्न सकिन्छ, सर्ट टर्म लोन हो। त्यसैले गर्दाखेरि यससँग सम्बन्धित कुनै पनि खालको एडजस्टमेन्ट दिएको छैन। यसलाई चाहिँ हामी फुल्ली लाउड हुन्छ डिडक्सन गर्नको लागि सेक्सन 14 को 1 अनुसार भनेर हामीले बुझ्नु पर्यो है। यति भइसकेपछि हाम्रो इन्ट्रेस्ट एक्सपेन्स अन वर्किङ क्यापिटल लोन भनेको छ। यसमा चाहिँ के छ भन्दाखेरि 80% इज कन्सिडर्ड अन्डर सेक्सन 14 को 1 मा भनेर भएको छ। क्वेसनले के भन्छ भन्दाखेरि 20% चाहिँ अर्को प्रोजेक्टतिर लगायो, 80% मात्र यो प्रोजेक्टमा लगायो, यो इन्कममा लगायो, जे जस्तो भने पनि यो इन्टिटीमा चाहिँ 80% मात्र लगायो भनेर भन्छ। त्यसैले गर्दाखेरि यसको हामी 80% मात्र कन्सिडर गर्छौँ। त्यसपछि इन्ट्रेस्ट चाहिँ फिक्स लोनको कुरा भन्छ। यसमा क्वेसनले के भन्छ भन्दाखेरि तपाईँको यो चाहिँ एउटा वेयर हाउस बनाउनको लागि लिएको लोन हो, तर वेयर हाउस कम्प्लिट भएको छैन भनेर भनेको छ है। पहिलो कुरा हामीले सेक्सन 14 पढ्दाखेरि कन्डिसनहरू हुन्छन्, कति बेला हामीले इन्ट्रेस्ट चाहिँ क्लेम गर्न मिल्ने हो भन्ने कुराहरू है, त्यो कुराहरू हुन्छन्। त्यो कुरा ध्यान दिनुपर्छ हामीले। अब फिक्स एसेट्सकोमा लगानी गर्नको लागि लोन ल्याएको हौँ भनेपछि त्यो फिक्स एसेट्स बनेर हामीले बिजनेसमा युज गरेर त्यो युज गरेर हामीले बिजनेस इन्कम कमाएको हुनुपर्छ, हामीले बल्ल क्लेम गर्न पाउँछौँ त्यसपछि मात्र। तर यहाँ चाहिँ बनिएको छैन भनिसकेको छ भनेपछि अहिले हामीले खासमा केही पनि गर्न मिल्दैन, यसमा क्लेम पनि गर्न मिल्दैन। कुरा यति हो कि अब तपाईँको हाम्रो NS 23 को आधारलाई कुरा मानेर अगाडि बढ्ने भनेपछि यो खालको इन्ट्रेस्टलाई के गर्नुपर्छ हामीले क्वालिफाइङ एसेट्समा हामी के गर्छौँ क्यापिटलाइज गर्छौँ नि, त्यसै गरेर क्यापिटलाइज गर्नुपर्छ। अहिलेलाई चाहिँ सेक्सन 14 को आधारमा केही पनि गर्नु भएन, यो लेख्नुपर्छ हामीले किन चाहिँ हामी यसलाई चाहिँ के गरिरहेको त कन्सिडर गरिरहेको छौँ भनेर नोटमा चाहिँ लेख्नुपर्छ है। यसलाई हामी कन्सिडर गर्दैन। यति भइसकेपछि हाम्रो डिरेक्ट र इन्डाइरेक्ट एक्सपेन्सहरू कुराहरू छन् है। अब COGS निकाल्नुपर्ने हुन्छ, सेक्सन 13 को कुराहरू आउलान्, जे आउँदै गर्छन् हामी सरस्वती जान्छौँ। COGS निकाल्दाखेरि सबैजनालाई थाहा छ, इन्भेन्ट्रीमा पढेकै छौँ, NS 2 पनि सबैजनाले पढेकै होला होइन, त्यसो समस्यामा पक्कै पनि नहोला। त्यसमा के भनेको छ भन्दाखेरि ओपनिङ स्टक प्लस पर्चेज माइनस क्लोजिङ स्टक गर्छौँ नर्मली, अनि ओपनिङ स्टक प्लस पर्चेज प्लस डाइरेक्ट एक्सपेन्सेस पनि गर्छौँ। अनि अहिलेको प्रेजेन्ट लोकेसन र कन्डिसनमा ल्याउनको लागि जति पनि हाम्रा खर्चहरू लागिरहेका छन् ती सबै खर्चहरूलाई हामी कन्सिडर गर्छौँ भनेर हामीले पढेका छौँ है। सबैजनाले त्यो त थाहा छ हामीलाई है। हो यहाँ पनि त्यही अलिकता झुक्काउन चाहिँ यही सक्ने सम्भावना थियो। डाइरेक्ट कस्ट कुन हो भनेर हामीले छुट्याउन नसकेपछि हाम्रो COGS बिग्रिने भयो। COGS बिग्रिसकेपछि हाम्रो अब पछिका कुराहरू पनि बिग्रिहाल्छन् है। त्यसैले मात्र हो, तर COGS सिम्पल तरिकाले जान सकिन्थ्यो। हेर्नुहोस् त ओपनिङ स्टक छँदैछ, ओपनिङ स्टक प्लस पर्चेज, यो पर्चेज दिएको हो, यो हामीले पर्चेजको बाद दिएको हो, यो पनि जोड्छौँ है। अनि अनलोडिङ एक्सपेन्सेस नेपाल गन्छ, यो पनि डाइरेक्ट एक्सपेन्सेस जोड्छौँ। COGS मै नेपाल क्वेसन गर्दाखेरि जोड्छौँ है त, अब COGS कुरा गरिरहेको छौँ। अनि यो पनि हामी नेपाल डाइरेक्टमा यो डाइरेक्ट एक्सपेन्सेस त्यसले जोड्छौँ। कस्टम ड्युटी पनि हाम्रो नन रिफन्डेबल कस्ट त्यसले जोड्छौँ। कस्टम क्लियरिङ चाहिँ इन्क्लुडिङ भ्याट भएछ। भ्याट त हाम्रो लागि के हो त, हाम्रो लागि कस्ट होइन, किनकि हामी क्रेडिट लिन्छौँ पछि। अब यत्रो खालको कारोबार गरिरहेको छ, पक्कै पनि भ्याट रजिस्टर होला नै है। त्यसैले गर्दाखेरि अहिले हामी ट्याक्सेबल गुड्समा चाहिँ डिल गरिरहेको छ भनेर बुझ्नु पऱ्यो भ्याटको कन्सेप्टबाट। भ्याटलाई हामी अलिक बुझिराख्नु जरुरी छैन, तर पनि त्यति कन्सेप्ट त हुनु पऱ्यो हामीमा। अनि क्रेडिट लिन्छ भनेपछि हाम्रो यहाँबाट 13,000 घटाइन्छौँ, 1 लाख मात्र हामीले कन्सिडर गर्छौँ COGS निकाल्दाखेरि। त्यसपछि गएर भ्याटको त हामी कन्सिडर गर्दैनौँ, कुनै पनि कन्सिडर एडजस्टमेन्ट गर्दैनौँ। एडजस्टमेन्ट गर्दैनौँ भनेर हामीले लेख्नुपर्छ है त। त्यसपछि गएर हामीले एक्साइज ड्युटी पेड अन इम्पोर्टेड ट्रेडिङमा चाहिँ यो पनि हाम्रो के हो त ठ्याक्कै हाम्रो डाइरेक्ट कस्ट हो। त्यसले गर्दाखेरि कस्ट नै हो है, किनकि एक्साइज ड्युटी नन रिफन्डेबल हो। त्यसले गर्दाखेरि हामीले यसलाई कन्सिडर गर्नुपर्छ। यो पनि हाम्रो वेयर हाउससम्म पुगाउनलाई, किनकि प्रेजेन्ट लोकेसन र कन्डिसनसम्म ल्याउन लाग्ने डाइरेक्ट कस्ट सबैलाई कन्सिडर गर्नुपर्छ भन्ने कुरा गरेका थियौँ हामीले, यो पनि हामी गर्छौँ। अनलोडिङ एक्सपेन्सेस एट काठमाडौँ वेयर हाउस, यो पनि वेयर हाउसमा अनलोड गर्दाखेरि यो पनि हामी कन्सिडर गर्छौँ। अब कुराहरू ध्यान दिउँ है त। यहाँसम्म हामी COGS मा कन्सिडर गर्छौँ। एउटा COGS मा कन्सिडर गर्नुपर्ने कुरा यो लेटर अफ क्रेडिट चार्जेस फर इम्पोर्ट अफ ट्रेडिङ गुड्स भन्ने छ है। यो कुरा किन कन्सिडर गर्नु पर्यो भन्दाखेरि लेटर अफ क्रेडिटको चार्जेसहरू चाहिँ लेटर अफ क्रेडिट पाउनुपर्ने हुन्छ। त्यो चार्जेस के को लागि लाग्यो त भन्दाखेरि डाइरेक्टली त्यो हामीले
गुड्सहरू ल्याउनको लागि लागेको कारणले यसलाई डाइरेक्ट एक्सपेन्स नै हामीले मानिरहेका छौँ, त्यसैले कन्सिडर गर्छौँ। बाँकी त्यस्तो सेक्सन 15 कन्सिडर गर्नुपर्ने कुरा केही पनि छैन यहाँ। त्यसैले गर्दाखेरि अब पर्चेजमा डाइरेक्ट कस्टमा जोडिहाल्यौँ भने चाहिँ हामी क्लोजिङ स्टक हामी यो राख्छौँ। त्यसपछि हाम्रो सिम्पल तरिकाले सिओजेस आइहाल्छ। सेक्सन 15 को अनुसारको सिओजेस हामी डिडक्सनमा राखिहाल्छौँ, यसमा समस्या छैन है। त्यसपछि गएर हामी के गर्छौँ त भन्दाखेरि अब सेक्सन 13 का पार्टहरूका कुराहरू छन्। अब झुकिन सक्ने कुरा के छ भन्दाखेरि प्रेजेन्ट लोकेसन र कन्डिसनमा ल्याइसकेपछि यदि चाहिँ कस्टमरलाई बेच्न लाग्ने खर्च यताउता लाग्छ भनेपछि तिनीहरूलाई हामीले सिओजेसमा कन्सिडर गर्नु हुँदैन। तिनीहरूलाई कहाँ कन्सिडर गर्नुपर्छ? तिनीहरू भनेका जेनरल डिडक्सनका पार्टहरू हुन्छन्। सेक्सन 13 अनुसार सेलिङ कस्टको आधारमा हामीले गर्नुपर्ने हुन्छ। त्यो कुरा सबैजनालाई थाहा भएकै कुरा हो। त्यसैले गर्दाखेरि यहाँ ट्रान्सपोर्टेसन कस्ट चाहिँ वेयरहाउसदेखि कस्टमरको लोकेसनमा सेलिङ कस्ट हो। त्यसैले सेक्सन 13 को अन्तर्गतको लागेको खर्च डिडक्सन पायौँ हामीले। रेन्ट एक्सपेन्सेस यो पनि सेक्सन 13 को अन्तर्गत जेनरल डिडक्सनमा पायौँ हामीले। लोडिङ कस्ट यो पनि हाम्रो सोल्ड गरेको लागि, त्यसले गर्दा यो पनि सेक्सन 13 अनुसारले पायौँ हामीले है। त्यसपछि हामीले रिपेयरको कुरा छ, इलेक्ट्रिसिटी सप्लाई गरेको यो पनि हामीले पायौँ है। रिपेयरको कुरा छ, वेजेस फर रिपेयर वाटर सप्लाई लाइन र इलेक्ट्रिसिटी सप्लाई भन्छ, यो पनि हामीले पायौँ है। त्यसपछि गएर स्यालेरीको कुरा छ। अब यो वाटर सप्लाई र लाइन र वाटर सप्लाई लाइन इलेक्ट्रिसिटी सप्लाई लाइन भन्छ। यसलाई चाहिँ अब हाम्रो त जेनरल एक्सपेन्सेस भयो है, रिपेयर त हो तर जेनरल एक्सपेन्स भयो। डिप्रेसिबल एसेट्समा भएको भए चाहिँ फेरि त्यो कुराहरू लिमिटको कुरामा हामी गइहाल्थ्यौँ है। सेलेरी टु स्टक अफिस यो पनि हामीमा पायौँ। अब यसमा एडजस्टमेन्ट छ, त्यो त एडजस्टमेन्ट तलमा भनिहाल्छु तपाईँहरूलाई, त्यो कुरा गर्नुपर्छ। रेन्ट हामीले यो पनि पायौँ है। अनि यो पनि हामीले जेनरल म्यानेजरलाई दिया हो नि त, त्यसैले गर्दाखेरि बिजनेसकै हाम्रो एक्सपेन्स हो, त्यसैले गर्दा त्यो पनि हामीले पायौँ है। अनि फ्युल एक्सपेन्स पनि हामीले पायौँ, अभियसली पायौँ। यसमा अब फ्युल एक्सपेन्समा चाहिँ थोरै कुरा पाइसक्यो हामीले। यो 2 लाखमा चाहिँ के छ पेट्रोल पर्चेजमा भन्दाखेरि 60,000 दुईचोटि क्यासमा दिएको छ भनेर भनेको छ। सेक्सन 21 को कुरालाई हामीले कन्सिडर गर्नुपर्छ। 50,000 भन्दा म्याक्सिमम क्यासमा बढी दिन पाइँदैन, पेमेन्ट गर्न पाउँदैन भन्ने कुरा हामीले गरेका छौँ। त्यसैले गर्दाखेरि त्यो 1 लाख विषय चाहिँ यहाँबाट घटाउनुपर्छ, त्यसपछि बाँकी चाहिँ हामी पाउँछौँ। लेख्नुपर्छ है सेक्सन 21 अनुसार पाउँदैन भनेर, त्यो नोटमा पनि लेख्नुपर्छ तपाईँहरूले। धेरै डिटेलमा लेख्नु पर्दैन, तर एटलिस्ट त्यो सङ्केत दिनुपर्छ कि किन पाउँदैनौँ, कति पाउँदैनौँ, सबै कुराहरू चाहिँ अलिकता भने खुलाएर चाहिँ भन्नुपर्छ तपाईँहरूले। अनि हाम्रो डिजेल युज इन भेहिकल फर स्टाफ ट्रान्सपोर्टेसन यो पायौँ हामीले, बिजनेसको लागि भएको खर्च हो। इलेक्ट्रिसिटी वाटरको कुरा पनि हामीले पायौँ होइन। रिम्बर्समेन्ट अफ डिरेक्टर्सको यो कुरा पनि हामीले पायौँ। बिजनेसकै पर्पजको लागि गएको थियो होला, त्यसको रिम्बर्समेन्ट गरे होला। तर के पाएन भन्दाखेरि सेक्सन 21 मै भनेको छ पर्सनल एक्सपेन्सहरू कुराहरू छन्, यदि यहाँ भनेको छ, त्यसले गर्दाखेरि त्यो कुरा चाहिँ हामी पाउँदैनौँ भनेर कन्सिडर गर्नुपर्छ। त्यो घटाइनुपर्छ। 2,50,000 जति घटाउनु पर्ने छ जस्तो लाग्छ मलाई, त्यो घटाइनुपर्छ 9,50,000बाट है। अनि यो अब यहाँनिर ध्यान दिनुपर्ने कुरा अलिकता राम्रो कुरा है। नर्मल्ली चाहिँ हामी ट्याक्स एक्जम्प्टेडलाई दियो भनेर लेखिएको हुन्थ्यो, यहाँनिर चाहिँ रिनोभेसन चाहिँ गर्नको लागि चाहिँ हाम्रो टेम्पलको रिनोभेसनको लागि दियो भनेर यसमा भनेको छ। सिम्पल कुरा छ है। तर के भन्छ भन्दाखेरि आइआरडीबाट पर्मिसन पनि लियो भनेर भन्छ। कुनै पनि इन्टिटीले आइआरडीबाट किन पर्मिसन लिएला आफै एनालाइसिस गर्नुहोस् तपाईँ। पक्कै पनि म डोनेसन गरिरहेको छु, मैले चाहिँ क्लेम गर्नु पर्ला है, क्लेम गर्न मलाई दिनु होला है भनेर लिनु पर्ला। अनि आइआरडीले पनि ल ठिक छ भनेर भनेको छ भनेर भनेको छ क्वेसनले है त, एक्सक्लुसिभ राइट दिएको छ भनेर भनेको छ। त्यसैले गर्दाखेरि डोनेसन मान्नु पर्यो, सेक्सन 12 अनुसारले जानुपर्ने हुन्छ। त्यो त कुरा फेरि हाम्रो एसेसेबल इन्कम निकालिसकेपछि कुरा आउँछ, त्यो वाला स्टेप बाई स्टेप जानु होला। स्टेप बाई स्टेप जानै पर्छ है। हाम्रो त्यसरी नै हाम्रो इक्जाममा आउने लेखिएको हुन्छ सब्जेक्टहरूमा, त्यसरी नै डिरेक्टिभले पनि भनेको छ। त्यसैले गर्दाखेरि त्यो प्रक्रिया अनुसार जानु पर्यो नि त होइन, भनेको प्रक्रिया अनुसार त्यसरी जानुपर्ने हुन्छ। अनि सिड क्यापिटल छ, यहाँनिर अलिकति झुक्काउने कुरा छ। स्टार्टअप भन्ने शब्द मात्र युज गरेको छ। अब तपाईँले एजम्सन गर्नुभयो, यदि यस्तो खालको एजम्सन गर्नुभयो कि 5-6वटा स्टार्टअप्सहरूलाई 1-1 लाखसम्म म्याक्सिमम दिएको हो भनेर एजम्सन गरिदिनु भयो भने पनि तपाईँहरूको चाहिँ यदि चेक गर्ने मान्छेले चाहिँ सरले चाहिँ बुझ्नुभयो त्यो कुरालाई भनेपछि यस सही हुन्छ। म्याक्सिमम 5 लाखसम्म तपाईँले डिडक्सन पाउनुहुन्छ, 1-1 लाखसम्म, किनकि नन एसोसिएटेड पर्सनलाई नै हाम्रो नट रिलेटेड टु कम्पनी अथवा एसोसिएटेड नन एसोसिएटेड पर्सनलाई नै दिएको छ। तर यहाँनिर स्टार्टअप भन्ने प्लुरल नयुज गरेर हाम्रो चाहिँ सिङ्गुलर मात्र गएको छ नि त होइन। स्टार्टअप भनेको त एकजनालाई भने हो नि त होइन। त्यसैले गर्दाखेरि त्यो तरिकाले हेर्नु भयो भने चाहिँ यहाँनिर 5-6 लाखसम्म छ भने चाहिँ 6 लाख दिने होइन, अब म्याक्सिमम भन्दा म्याक्सिमम 1 लाखसम्म चाहिँ डिडक्सन पाउँछ भनेर हामीले बुझ्नुपर्छ। त्यो सेक्सन 12 को घमा हामीले पढेको कुरा हो है त। यसरी हामी जान्नु पर्यो। यसरी गर्छ सबै प्रकारका कुराहरू माथि भइ नै हाल्यो है। अब डिप्रेसन टेबल बनाउन सबैजनालाई आइ नै हाल्छ। डिप्रेसन टेबल बनाउने पुल ए, पुल बी, पुल सी, पुल डी छ है। यति भइसकेपछि हाम्रो चाहिँ के छ भन्दाखेरि गेनको कुरा अघि मैले भने थिएँ, बुक भ्यालु दिएको छ यहाँनिर। त्यो गेनलाई र यो बुक भ्यालुलाई जोडेर त्यो भएको हाम्रो भ्यालु अफ डिस्पोजल आएको छ। त्यो भ्यालु अफ डिस्पोजल हामी फर्स्टमा के गर्छौँ, एब्जर्प्सन गर्छौँ, त्यसपछि बल्ल भ्यालु अफ डिस्पोजल घटाउँछौँ नि त होइन। फर्स्टमा एब्जर्प्सन गर्छौँ, जो डिस्पोजलको ठाउँमा यो राखिदिने, यो भ्यालु अफ डिस्पोजल निकालेर है, 2,80,000 प्लस गेनलाई जोडेर। अब हाम्रो यहाँ वेटिङ मेसिन भन्छ, वेटिङ मेसिन भनेको नर्मल्ली हाम्रो पुल्डी नै हो, केही पनि होइन। पुल्डी भनेपछि फर्स्ट अप्सनमा ल्याएको छ भने चाहिँ फुल्ली हामीले एब्जर्भ गर्छौँ, यो जोड्छौँ पुल्डीमा, किनकि माथि दिएको ओपनिङ डिप्रेसन बेस हो है। त्यसपछि गएर हाम्रो 81,000 कम्प्युटर छ, युज गरेको छैन भनेको छ।
त्यसैले गर्दा युजै गरिराखेन भनेपछि हामीले के भन्थ्यो भन्दाखेरि कुनै पनि अन्डरस्ट्यान्डिङ कसरी लिनुपर्छ भन्दाखेरि हामीले एसेट्स चाहिँ युज गर्नुपर्छ के को लागि गर्नुपर्छ इन्कम फ्रम बिजनेस इन्कम जेनेरेट गर्नको लागि नै युज गर्नुपर्छ बल्ल हामीले क्लेम गर्न पाउने त्यसमा डिप्रिसिएसन भन्ने कुरा हामीले अन्डरस्ट्यान्डिङ हाम्रो हो नि त प्रोभिजनको अन्डरस्ट्यान्डिङ त्यसरी हो नि त बुझ्नुपर्ने होइन त्यसैले गर्दाखेरि यो युजै गरेन भनेपछि त किनेर मात्र राखेर त भएन होइन अब हाम्रो पुट टु युज त गर्नु पर्यो नि है त्यसैले गर्दाखेरि यो कुरामा हामी के गर्नु पर्यो भन्दाखेरि हामीले क्लेम गर्न पाएन भने लेख्नुपर्छ है पुट टु युज गरेको छैन त्यसले गर्दाखेरि हामीले चाहिँ क्लेम गर्न मिल्दैन भनेर भन्नु होला है त्यसपछि गएर हाम्रो यो सेकेन्ड भाद्रमा छ जेनरल म्यानेजरलाई दिएको छ 80 यो यति हाम्रो छ होइन 85 लाखको जेनरल म्यानेजरलाई दिएको छ भनेपछि कम्पनीकै कार हो नि त होइन जेनरल म्यानेजरलाई दिए पो हो त होइन त्यसले गर्दाखेरि कम्पनी कार भएको कारणले गर्दाखेरि यसको चाहिँ अब किने कहिले छ त भाद्रमा छ भने चाहिँ फुल्ली एब्जर्ब हुन्छ तर यहाँनिर सेकेन्ड भाद्र छ हामी निकाल्नु पर्ने भने के हो त 81 82 को हो भनेपछि हाम्रो अभियसली ठिक छ सेकेन्ड भाद्र छ भनेपछि यो पनि के गर्नु पर्यो हामीले कन्सिडर गर्नु पर्यो भनेर हामीले बुझ्नु पर्यो सबैजनाले है अब यति भइसकेपछि हाम्रो कन्सिडर गर्नु पर्यो यसलाई कता कन्सिडर गर्नु पर्यो ब्लक सीमा गर्नु पर्यो अर्को चाहिँ अलिकति राम्रो कुरा भनेको जेनेरेटर कुरा दिएको छ है स्पेशल केसमा पढेका थियौँ हामीले जेनेरेटर कुरामा जेनेरेटर जस्तो कुराहरूमा चाहिँ हामीले 50% मात्र त्यो जुन वर्ष किनेको त्यही वर्ष नै 50% टोटल्ली हामी डिप्रेसन क्लेम गर्छौँ त्यसपछि हामी त्यसको केही पनि गर्दैनौँ त्यो वर्षलाई अर्को वर्षलाई चाहिँ बचेकोलाई क्यारी फरवर्ड गर्छौँ त्यसपछि ओपनिङ डिप्रेसन बेसमा जोड्छौँ भनेर भनेका थियौँ हामीले है त्यो कुरा बुझ्नुपर्छ 50% मात्र यसलाई अलग्गै क्यालकुलेसन गर्ने यसलाई ब्लक डीमा नराख्ने है खासमा आउनुपर्ने ब्लक डीमै हो तर अहिले नराख्ने अर्को पालि राख्नुपर्छ अहिले चाहिँ 50% त्यसको जति प्राइस हो त्यसको 50% टोटल्ली डिप्रेसन मानिदिने त्यो वाला डिप्रेसन चाहिँ माथिको डिप्रेसन निकाल्छ त्यसलाई जोडेर टोटल डिप्रेसन भनेर सेक्सन 19 अन्तर्गत कुरा भनेर घटाइदिने है यति गर्नु होला यति भइसक्यो सक्यो कुराकानी डिप्रेसनको होइन अनि यसैको अब तपाईँको 4-5 मार्क्स त यसैको हुन्छ माथिको यत्रो एड्रेसमेन्ट छ नि त होइन अब रिपेयरको कुरा छ रिपेयरमा एउटा राम्रो कुरा के छ भन्दाखेरि लिजको कुरा छ है यो लिजको कुरा छ अब लिजको कुरा गर्दाखेरि तपाईँको एसेट्स चाहिँ मा चाहिँ नदेखिएको हुनसक्छ तपाईँको चाहिँ ओनरसिप चाहिँ नआएको कारणले गर्दाखेरि ओनरसिप ट्रान्सफर नभएको कारणले गर्दाखेरि तपाईँको माथि जुन क्लोजिङ डिप्रिसिएसन बेस निकाल्छौँ नि हामीले क्यालकुलेसन गरेर सबै डिस्पोजल सबै कुराहरू घटाएर त्यहाँ चाहिँ नदेखिएको हुनसक्छ त्यसैले गर्दाखेरि यो लिजको कुरा त्यहाँ छैन भनेपछि त्यसले गर्दा 7% अफ डिप्रिसिएसन बेसवाला कन्डिसन त लाग्नै भएन सेक्सन 16 अनुसारको कुरा त्यसैले गर्दाखेरि यसको चाहिँ फुल्ली हामीले एलाउ गर्नुपर्ने हुन्छ भन्ने चाहिँ मेरो एउटा अन्डरस्ट्यान्डिङ हो र त्यही नै हुनुपर्छ जस्तो मलाई लाग्छ है त अनि ओन बिल्डिङ छ अब आफ्नै बिल्डिङ हुन्छ ओनरसिप छ माथि क्लोजिङ डिप्रिसिएसन बेसमा राखेको छ 525 2015 डिप्रिसिएसन काटेर होइन त्यो वाला क्लोजिङ डिप्रिसिएसन बेस निकाल्ने त्यसको 7% अर एक्चुअल जति छ लिपर उच्च लोअरमा गर्ने हो यहाँ पनि त्यही गर्ने हो यो ब्लक बी भइहाल्यो यो ब्लक सी भइहाल्यो सबैको तीनवटा ब्लकको हामी यसरी गर्छौँ यसमा चाहिँ हामीले फुल्ली एलाउड हुनु पर्यो भनेर हामीले बुझ्नु पर्यो यति भइसक्यो हाम्रो रिपेयर पनि सक्यो त्यसपछि गएर हामीले ट्याक्सेबल लस अब ट्याक्सेबल लस मैले के भनेको थिएँ तपाईँहरूलाई हामी स्टेप बाई स्टेप जान्छौँ फर्स्टमा त टोटल डिडक्सन घटाउँछौँ टोटल डिडक्सन घटाइसकेपछि हाम्रो चाहिँ के आउँछ त एसेसेबल इन्कम बिफोर क्यारी फरवर्ड लस आउँछ अनि क्यारी फरवर्ड लस यो 9 लाख रुपियाँ घटाउनु पर्छ त्यहाँनिर किनकि 7 वर्ष कटेको छैन यहाँनिर घटाउनु पर्छ अनि बल्ल एसेसेबल इन्कम आउँछ बल्ल डोनेसन घटाउँछौँ स्टेप बाई स्टेप सबै एक ठाउँमा राखेपछि त्यस्तो मार्क्स चाहिँ पाइँदैन है जति पाउनु पर्यो त्यति मार्क्स चाहिँ पाइँदैन भनेपछि यसलाई अब कुरौँ त्यो गरिहाल्छौँ अब बुझिहाल्नु के गर्ने भने तपाईँहरूले फेरि डिस्क्राइब नगर्नु पर्ला होइन अनि म्यानेजमेन्टको 20% वर्किङ क्यापिटल मैले माथि भन्छ 80% मात्र हामीले गर्नु पर्यो भनेर एडजस्टमेन्ट मैले अघि नै हामीले गरिसकेको थिएँ त्यो कुराहरू है अब हामीले लोडिङ र अनलोडिङ कस्टमा चाहिँ 3,03,000 चाहिँ एक्सिड भएकै छ भने भएको छैन भनेर भन्छ ठिक छ नभाउनु नै ठिक कुरा सेक्सन 21 कुरा यदि भइदिएको भए सेक्सन 21 को लागू हुन्थ्यो सेक्सन 21 नट एलाउडेडको कुरा आउँथ्यो कुन डिडक्सन नपाउने हामीले एक्सपेन्स क्लेम गर्न पाउने भन्ने कुरा हुन्थ्यो अब कटेन राम्रै कुरा भयो झुकाउनलाई दिए आउन सक्छ अब यहाँनिर 2 लाख चाहिँ प्यान नभएकोहरूलाई इस्यु गरेको छ भन्ने कुराले गर्दा त्यसले गर्दाखेरि त्यो चाहिँ हामीले घटाइदिनु पर्ने हुन्छ टोटल स्यालेरीबाट माथिको टोटल स्यालेरीबाट अनि यसमा चाहिँ हामी क्लेम पाउँदैन भनेर हामीले बुझ्नुपर्ने हुन्छ है यति भइसकेपछि चाहिँ हाम्रो एकाउन्टिङ सफ्टवेयर छ एकाउन्टिङ सफ्टवेयर के छ भनेपछि के हो त एकाउन्टिङ सफ्टवेयर भनेको त पुल डी होइन पुल ईको कुरा हो है पुलीको कुरा भनेपछि हामीले पुलीमा के गर्छ भनेर के छ भन्दाखेरि 5 वर्ष 5 महिना भएछ है हामीले चाहिँ कि त 5 वर्ष 0.5 मा ल्याउने कि त चाहिँ मास लाग्ने कि तल लाग्ने भने त्यसरी पढाएको छौँ नि त हामीले होइन भनेपछि हामीले यतिको किनेका छौँ हामीले 28 माघमा किन्या हो 28 माघमा किन्या भनेपछि 2/3 मात्र एब्जर्प्सन आउँछ 2/3 मात्र एब्जर्प्सन आउँछ भनेपछि के भयो त यो जति यसको यो प्राइस छ यसको 2/3 हामीले एब्जर्भ गर्नुपर्ने हुन्छ त्यसमा हामीले 100 डिभाइडेड बाई 5.5 गरेर हामी एउटा रेट निकाल्छौँ त्यो रेट निकालिसकेपछि त्यसै गरेर हामीले यही रेटले चाहिँ यो जति एब्जर्भ भएको त्यसको चाहिँ डिप्रेसन क्यालकुलेसन गर्छौँ डिप्रेसन पनि क्लेम गर्छौँ माथिसँगसँग यो वाला कुरा पनि हामीले क्लेम गर्न भुल्नु भएन है त्यसपछि गरिसकेपछि हाम्रो के गर्नु पर्यो भन्दाखेरि अब डिरेक्टरको कुरा बाहिर विदेशमा गएको छ भनेर भनेको छ है यहाँनिर अर्को टोटल पर्चेज छ हाम्रो टोटल पेमेन्ट भनेर भनेको छ यहाँनिर 1,20,000 हो मैले 57 होला तपाईँहरूले
60,000 60,000 मैले अघि पनि भन्छु क्या 1,20,000 घटाउनुपर्छ त्यहाँ माथिबाट हाम्रो पेट्रोल पर्चेसबाट है, किनकि क्यास पेमेन्ट भएको छ, क्यास पेमेन्ट हामीले पाउँदैनौँ। 20 लाखभन्दा बढी अभियसली सेल्स छँदैछ यसको र 50,000 भन्दा बढी पेमेन्ट भएको छ भनेपछि पाउँदैनौँ है, सेक्सन 21 भनेको छ। अनि यहाँ पनि ओन रिक्रेसनल पर्पजको लागि यति खर्च गरिरहेको छ भनेको छ, यो त अब रिम्बर्समेन्ट गर्यो भन्दैमा त यो त हामीले चाहिँ क्लेम गर्न पाउने कुरा त होइन नि त, किनकि पर्सनल नेचरको एक्सपेन्स सेक्सन 21 त नपाउने भनेर भएको छ है, त्यो लेख्ने कुरा गर्नुपर्छ हामीले। अनि मैले भन्छु कि यहाँनिर रिनोभेसनको लागि दिएको थियो भनेपछि अब हामीले के गर्नु त, सबै डिरेक्सनहरू पनि घटायौँ। अब आयो के आयो, एसेसेबल इन्कम आयो। एसेसेबल इन्कम बिफोर हाम्रो क्यारी फरवर्ड लस आयो, त्यहाँबाट 9 लाख रुपियाँ घटायौँ फेरि, त्यहाँबाट क्या अब एसेसेबल इन्कम आयो। एसेसेबल इन्कम आइसकेपछि डोनेसनको पार्ट आउँछ। डोनेसनको कुरा तपाईँले कन्डिसन सेक्सन 12 अनुसार थाहा नै छ, त्यो डोनेसनको कुरा तपाईँले घटाउनुहुन्छ, एसेसेबल इन्कमकै आधारमा निकाल्नुपर्ने हुन्छ नि त होइन, म्याक्सिमम भन्दा म्याक्सिमम 1 लाख, एसेसेबल इन्कमको 5% वाला कुरा भइ नै हाल्यो। त्यसपछि एक्चुअल हुन्छ भने लोवर निकाल्नुपर्ने हुन्छ, त्यो गर्नुभयो, त्यसपछि त्यो पनि घटाउनु भयो। अब त्यसपछि हाम्रो सिड क्यापिटल पनि थियो भनेपछि म्याक्सिमम भन्दा म्याक्सिमम यदि कुन एजम्सन तपाईँले लिनुहुन्छ त्यो आधारमा जानुहोस्, तपाईँले मैले अघि भनिसकेँ दुइटै खालको एजम्सन लिन सकिन्छ र चेक गर्ने आधारमा भर पर्छ। तर स्टार्टअप मात्र भन्ने कारणले गर्दाखेरि मेरो मुख्य एजम्सन चाहिँ के भन्नु भयो भन्दाखेरि एकजनालाई दिए त्यसले गर्दाखेरि म्याक्सिमम भन्दा म्याक्सिमम 1 लाख हुनुपर्छ भनेर म चाहिँ यदि इक्जाममा भइदियो त्यसरी लेख्थेँ। त्यसले गर्दाखेरि त्यो भइसकेपछि हाम्रो के भयो त, हाम्रो ट्याक्स नेट इन्कम आयो। नेट इन्कम आएपछि यहाँनिर सिम्पल छ 25% मात्र हो, यसमा कन्सेसनको कुरा केही पनि गरेको छैन। त्यसले गर्दाखेरि हामीले के गर्छौँ त 25% लगाइन्छौँ, ट्याक्स लायबिलिटी निस्किहाल्यो। अलिक त लामो चाहिँ छ यो है, लामो छ, कन्फ्युजन छ, फर्स्ट टाइम गर्दाखेरि अभियसली कन्फ्युजन छ। अब यहाँनिर मैले सिओजेसको कुराहरू अलि लेखिदिएको छु, अब भ्याटको कुराहरू यहाँनिर लेखिदिएको छु, यो सामान्य कुरा छ, तपाईँहरूले हेर्नु होला है। अब सेकेन्ड क्वेसन छ हाम्रो, सेकेन्ड क्वेसनमा सबिना एउटा चाहिँ पब्लिक कम्पनीमा काम गर्ने कुरा छ है। त्यसमा चाहिँ के छ भन्दाखेरि हाम्रो अब यसमा के छ भन्दाखेरि तपाईँको हामीलाई चाहिँ इन्कम फ्रम इम्प्लोइमेन्ट आएको छ, इन्कम फ्रम इम्प्लोइमेन्ट आएको छ, सिम्पल छ है, इन्कम फ्रम इम्प्लोइमेन्ट आएको छ, सिम्पल छ र अलिकता ध्यान दिनुपर्ने कुरा पनि छ यहाँनिर, सिम्पल छ तर अलिकति ध्यान दिनुपर्ने कुरा छ है। म भन्छु तपाईँहरूलाई पालै पालो। अब आउँदो इक्जामहरूमा चाहिँ अब इक्जाम दिने साथीभाइहरूले चाहिँ सबैजनाले राम्रोसँग यसलाई एनालाइसिस गर्नु होला यसरी इक्जाममा है। हेर्नुहोस् त यहाँ अब 81 82 भनेको छ, ठिक छ, यसमा समस्या भएन। बेसी रिपोर्टमा दिएछ इन्टु 12 गरेर राखिहाल्छौँ, यो पनि 2 इन्टु 12 गरेर राखिदिन्छौँ। अब यहाँनिर ध्यान दिनुपर्ने कुरा, हामीले चाहिँ पर्सिक्युट्सको कुरा गर्दाखेरि भेहिकल हाउसिङ फेसिलिटी, भेहिकल फेसिलिटी कुरा गर्दाखेरि हामीले खाइ पाएको तलब अथवा इन्कम ट्याक्स रेटले भनेकै छ खाइ आएको तलब भनेको के हुन्छ त, सेलेरी प्लस ग्रेडको आधारमा जानुपर्छ भनेको छ। त्यो वाला कुरालाई हामीले कन्सिडर गर्नलाई चाहिँ सेलेरी प्लस ग्रेड जोड्नुपर्छ। नत्र यहाँनिर के छ भन्दाखेरि पिएफ प्रोभिडेन्ट फन्डको कुरा, ग्रेच्युटीको कुरा छ नि जुन, त्यसको लागि चाहिँ हामीले ग्रेडमा गर्ने होइन कि सिम्पल बेसिक स्यालेरी मात्र लिनुपर्छ। नर्मल्ली पिएफ भनेको लास्ट रन स्यालेरीको आधारमा गरिन्छ भन्ने कुरा छ। हामीले एनइएस 99 पढ्छौँ, इम्प्लोइ बेनिफिटमा पढ्ने गर्छौँ, त्यो अहिले हामीले यहाँनिर छलफल गरिराख्नुपर्ने कुरा भएन। तर जे होस् यहाँनिर के हो त, त्यो आधारमा जानुपर्छ, किनकि यहाँनिर फेरि ग्रेड पर मन्थ पनि भएको छ, त्यसले निकाल्न पनि सक्यो, अप्ठ्यारो हुन्छ। र मेन कुरा कन्सेप्ट नै त्यही हो, हामीले यसलाई मात्र कन्सिडर गर्छौँ ग्रेच्युटी र पिएफको लागि चाहिँ। भन्नुको मतलब 3,50,000 इन्टु 12 को 10% चाहिँ इम्प्लोयरले हालिदिने हो नि त, त्यो वाला कन्सिडर गर्ने हो नि त होइन। र इन्कममा हाल्ने कुराहरू गरिरहेको छौँ हामीले, जे कुराहरू डिडक्सन फेरि पाइहाल्छौँ 20%, त्यसमा समस्या भएन। एसएसएफ पनि भएको छैन, पिएफै भएको छ, त्यसले गर्दाखेरि सहज पनि भयो। एसएसएफ भने फेरि अलिक सोच्नु पर्थ्यो हामीले होइन, त्यसले गर्दाखेरि यो एलाउन्सहरू जोड राखिहाल्छौँ, यो राखिहाल्छौँ, यसमा समस्या भएन। बाँकी चाहिँ कम्पनीले नै चाहिँ रेन्टमा बसिरहेको छ, कम्पनीले नै तिरिरहेको रेन्ट भनेर भन्छ। अब कम्पनीले रेन्ट तिरिरहेको छ भन्दैमा अनि हामीले त पैसा राख्ने कुरा त भएन नि त, जब पैसा नै हामीलाई दिन्छ त्यो पैसा त्यसरी मात्र राख्ने हो नि त हामीले होइन, त्यो सबैजनाले बुझ्नु भएको छ। यसमा चाहिँ के गर्नु पऱ्यो, त्यो हाम्रो पर्सेन्टेज अनुसार जानु पर्ने हाल्यो। यहाँनिर पनि के छ त, कार चाहिँ एकदम ध्यान दिनुपर्ने कुरा, यो त अब रेन्टको कुरा त हामी यहाँनिर मैले तपाईँहरूलाई यसरी गराएको छौँ, देखेको छ तपाईँको हाउस रेन्टको 2% गर्न सकिहालिन्छ, बेसिक स्यालेरी प्लस ग्रेड गरेर यसरी निकाल्नुपर्ने हुन्छ। अब ध्यान दिनुपर्ने कुरा, धेरैजना झुक्किनु पनि भयो होला, हामीले क्लासमा भनेको थियौँ इम्प्लोइलाई पार्ट टाइम अथवा चाहिँ फुल्ली एक्सप्लोसिभ युज गर्नलाई दिनुपर्ने हुन्छ, भेहिकल फेसिलिटी दिनु पर्यो भने। खालि बिजनेसको लागि मात्र युज गर्नलाई हो भनेर भन्यो भने त्यस्तो खालको कुरा के फाइदा भयो त। हामी त इम्प्लोयर र इम्प्लोइको रिलेसनका कारणले गर्दाखेरि इम्प्लोइले कति बेनिफिट पायो भने हेर्ने हो नि त। अब बेनिफिट त एक किसिमको सुविधा त हो, तर ट्याक्सै ल्याउनु पर्ने सुविधा त होइन नि त। बिजनेस अफिसै जानलाई युज मात्र गरिरहेको छ कार भनेपछि, भेहिकल भनेपछि त अरू आफ्नो तरिकाले युज गर्नै पाएको छैन उसले भनेपछि त बिजनेसकै पर्पजलाई मात्र युज गर्यो नि त। र जुन कुरा बिजनेसकै पर्पजलाई मात्र गरिन्छ त्यो भनेको सेक्सन 8 को सेक्सन 3 को आधारमा पनि होइन, त्यो वाला कुरामा हामी कन्सिडर गर्दैनौँ भन्ने त्यो वाला एङ्गलले पनि सोच्न सकिन्छ है। त्यसले गर्दाखेरि यो वाला अफिसियल पर्पज ओन्ली भएको छ। अब तपाईँले ध्यान दिनुभयो भनेपछि ओन्ली वाला कुरा ध्यान दिनुभयो, त्यसले गर्दाखेरि त्यसमा कन्सिडर गर्नु भएन। अफिसियल पर्पज भएको छ, अब घरमा पनि युज गर्ने त होला नि खालि भनेर आफै सोचिहाल्नुभयो इक्जाममा भनेपछि त्यहाँनिर बिगारिहाल्नुभयो। अर्को कुरा, यो दुईवटा हेल्पर छन्, 30,000 को छ, त्यसको 50% दिन्छ भनेपछि यो भइहाल्यो, सिम्पल कुरा छ। 30,000 इन्टु 2 गरेर 60,000 को 50% उसले चाहिँ कन्सिडर गर्नुपर्छ इन्कममा हामी।
अर्को वालेट यो तिर्दिन्छ भने चाहिँ यो पनि हामीले इन्टु 12 गरेर कन्सिडर गरिदिनुपर्छ है। अर्को कुरा हामीले यो एकुमुलेटेड लिभको चाहिँ क्यास बेसिस एकाउन्टिङ हो, बुझेका छौँ सबैजनाले हामीले, त्यसले गर्दा यो पनि दिएछ भनेपछि राखौँ, केही फरक परेन है। यो पनि पर मिटिङको कुरा, 20,000 सम्मका सबै फाइनल थ्रेडिङ पेमेन्ट हुन्छन् पर मिटिङ भन्ने कुरा हामीले पढेका छौँ। तर त्योभन्दा बढी भइदिए भए त्यसपछि हामी ध्यान दिनुपर्ने कुरा हुन्थ्यो, त्यसपछि हामी सोच्नुपर्ने कुरा हुन्थ्यो है। त्यसपछि तर यहाँनिर के छ, 5,000 त्यही कुरा छ। यो कतिवटा मिटिङ के मिटिङ हामीलाई सल्भ गर्ने विषय भएन, सिम्पल कुरा फाइनल थ्रेडिङ पेमेन्ट हो यो पर मिटिङ 20,000 भन्दा तल्लै छ। अब यो अलिकति ध्यान दिनुपर्ने कुरा थियो। यसमा 50,000 सेयर दिन्छ अरे, यो अब स्विट इक्विटी सेयर भनेको छ, यसमा बारेमा धेरै कुराहरू म भन्दिनँ, तपाईँहरूको फाइनेन्समा थ्योरीमा पनि आउन सक्ने सम्भावना हुन्छ। स्विट इक्विटी सेयर अलिकति लको कुरामा पनि कम्पनी एटानी पढ्दाखेरि कतै न कतै सकुने सरले भन्न सक्नु भएको हुनसक्छ। हामी बन्डहरू इस्यु गरेको थियो, बन्ड किनेको थियो, बन्डको लागि चाहिँ इक्विटी सेयरहरू इस्यु गरिदियो भन्नु खोज्यो है। यो चाहिँ बन्डको आधारमा रिडेम्सन भ्यालु दिनुपर्ने हुन्छ, इन्ट्रेस्ट दिनुपर्ने यता हुन्छ नि त, अन्तिममा त्यसको बन्डको रिडेम्सन नगरेर इक्विटी सेयर नै कम्पनीको इस्यु गरिदियो, त्यसरी भन्न खोज्यो स्विट इक्विटी सेयर भनेको त्यस्तो खालको इक्विटी सेयर हो। 50,000 दिनुपर्ने थियो। अब यो वर्ष चाहिँ 10% भेस्ट भयो। भेस्ट भन्नुको मतलब यो वर्ष 10% उसलाई दियो भनेपछि उसले दिनलाई के गर्नु, इस्यु प्राइस उसलाई चाहिँ किन्नु पर्ने रहेछ। फर्स्टमा उसले 200 मा किन्नु पर्ने रहेछ कि 200 मा उसले किन्यो र 300 मा चाहिँ अहिलेको मार्केट भ्यालु छ भनेपछि त उसलाई बेनिफिट कति भयो त, 100 रुपियाँ भयो भएन, किनकि 200 त किन्न लाग्छ, मार्केटमा अहिले मैले 300 रुपियाँ बेचेँ भने 100 मात्र मलाई बेनिफिट हुने भयो। हो त्यही बेनिफिट त राख्ने हो नि ड्युरिङ द इम्प्लिमेन्टको पिरियडमा हामीले इन्कममा, हो त्यो कन्सिडर गर्नु है। त्यो चाहिँ ध्यान दिनु पऱ्यो। 5,000 50,000को 10% 5,000 इन्टु 100 गरेर 5 लाख रुपियाँ हामीले राख्नुपर्ने। अब यहाँनिर यो पनि यहाँ के भन्छ, हाम्रो प्याकेज जिता छ 2 लाखको चाहिँ जिता छ भन्ने कुरा छ, गिफ्ट सिफ्ट ड्युरिङ द इम्प्लिमेन्ट भएको कारणले गर्दाखेरि ल यो पनि हामीले यहीँ राख्छौँ। अनि बाँकी कुरा त्यस्तो के भन्छ रिटायरमेन्ट फन्डमा डिपोजिट गरिन्छ तपाईँ बाँच। मैले चाहिँ इन्क्लुजनको पार्टमा राख्दिएँ, बेसी स्यालेरी इन्टु 12 गरेर राखिदिने, ग्रेड त्यसरी राखिदिने, यो सबै कुरा राखिहाल्छौँ। यो 10% अफ यसैको गर्ने हो है, 10% यो राख्ने है। अनि यो पनि हामीले इम्प्लोइ प्रोभिडेन्ट फन्डको कुरामा पनि हामीले चाहिँ के भयो त, इम्प्लोइजको कन्ट्रिब्युसन हो नि त होइन, त्यसले यो चाहिँ 10% चाहिँ 3,50,000 गरेर हामीले बेसी स्यालेरी गर्नु पऱ्यो। यो 2 चोटि भयो जस्तो लाग्यो मलाई, यसलाई चाहिँ ठिक छ। इम्प्लोयरको पिएफ कन्ट्रिब्युसन 10% छ, यो 2 चोटि भयो, यसलाई छोडिदिनुहोस्। यही कुरा कन्सिडर गरिहाल्छ है, बेसी स्यालेरीको लिने। इम्प्लोयर्सको ग्रेजुटी कन्ट्रिब्युसन हामीले बेसी स्यालेरीको आधारमा लिने अथवा 3,50,000 मात्र लिने, त्यहाँ ध्यान दिनुपर्छ ग्रेजुटी र पिएफमा है। बाँकी सबै सिम्पल छ, यो कुरा ध्यान दिनुपर्ने हुन्थ्यो, झुक्किन सक्छ, सम्भावना धेरै हुन्छ यहाँनिर, त्यो ध्यान दिनु पऱ्यो। अनि हेल्पर्सको सेलेरी पेड बाई छ, यो राखिहाल्यो, हाम्रो समस्या भएन। 12 महिना राख्नु पऱ्यो, हरेक महिना आउनु नि त होइन। अनि इलेक्ट्रिसिटी बिल भइहाल्यो, यो क्यास बेसिसको भइहाल्यो। अनि त्यसपछि गरेर हाम्रो मिटिङ एलाउन्सको कुरा फाइनल सुटिङ भइहाल्यो। फाइनल सुटिङ राख्दैनौँ किनकि सेक्सनको 8 को सबसेक्सन 3 मा भनेकै छ। अनि छुट्टी कुटी कुराहरू हामी राख्छौँ, यसरी राख्छौँ, त्यसरी टुर प्याकेज राख्छौँ। अब यति राखेर टोटल हाम्रो एसेसेबल इन्कम आउँछ, त्यसपछि घटाउनु पर्ने कुराहरू हाम्रो यहाँ पिएफको 20% घटाउनु मिल्छ नि त, त्यो चाहिँ घटाउनु होला है। मैले यहाँनिर फुल सोल्युसन दिएको होइन, यो चाहिँ तपाईँले के इन्क्लुड गर्नुपर्ने हुन्छ भन्ने तरिकाले दिन खोज्या हो। यहाँनिर त्यो चाहिँ कन्सिडर गर्नु होला, बाँकी चाहिँ तपाईँहरूले गरि नै हाल्नुहुन्छ है त। भेरी 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 राम्रो क्वेसन एउटा आएको छ। रामले 100,000 सेयर चाहिँ प्रत्येक गरेको छ नबिल ब्याङ्कको 450 को दरले है, यतिमा है त। अनि अर्को चाहिँ 300 सेयर फेरि किन्यो अरे यतिमा, यो डेटमा। डेट त हेर्नुपर्छ किनकि हाम्रो रेट त फरक हुन्छ, त्यो रेट आधारमा पनि हामीले ध्यान दिनु पऱ्यो नि त होइन। अनि त्यसपछि गएर राम पहिलो कुरो त रामले किन छ है, रेसिडेन्ट नेचुरल पर्सन भनेर नै बुझौँ अहिले है। अर्को कुरा अब यो चाहिँ हामीले 10% बोनस सेयर भयो अरे भन्नुको अघि नै हामीसँग कति थियो, एउटा चाहिँ 100,000 सेयर, 300 सेयर भनेपछि 313वटा सेयर, 100वटा सेयर थियो हामीसँग, त्यसको 10% भनेपछि कति 130 भयो भनेपछि त्यो पनि बोनस सेयर पायौँ। बोनस सेयर त फेरि फ्रीमा पाइन्छ कार्य भनेपछि 1430वटा सेयर हामीसँग हुने भयो है, पर्चेस कस्ट हामी निकालिहाल्छ माथिको। त्यसपछि गएर फेरि चाहिँ 50% राइट सेयर चाहिँ इस्यु गर्यो अरे क्यापिटल इन्क्रिज गर्नलाई भन्ने कुरा भयो। क्यापिटल राइट सेयर इन्क्रिज गर्यो भनेको मतलब सेयर होल्डरलाई सर्टेन पैसा लिएर राइट सेयर किन्न भनेर भन्ने त होला नि। अब यहाँनिर कति पैसामा किन्ने भनेर भनेन, त्यसैले गर्दाखेरि आफ्नो एजेन्ट तपाईँले जति लाउनु सक्नुहुन्थ्यो एजेन्सन लाउन सकिन्छ यसमा। अब मैले चाहिँ फेस भ्यालुमा किनिन्थ्यो भनेर मानेको छु, त्यो सबभन्दा सुटेबल एजेन्सन नै त्यही हुन्छ है। त्यसले गर्दाखेरि त्यो वाला कुरा अब 1430वटा सेयर थिए, 1430 को 50% भनेको 715 हो। 715लाई फेरि किन्नलाई चाहिँ हाम्रो कस्ट लाग्छ नि त, फ्री राइट सेयर भनेको फ्रीमा दिने कुरा त होइन नि त। बोनस सेयर र राइट सेयरलाई कन्फ्युजन त्यहाँनिर यता कन्फ्युज हुनु भएन है। यति भइसकेपछि हाम्रो के भयो त, यति आउँछ अनि अन्त्यमा बेच्दियो भनेको छ। अब सेल्स भ्यालु होइन माइनस जति पनि कस्ट लाग्छ त्यो गर्ने त हो नि होइन। त्यसपछि हाम्रो जति नेट आउँछ, नेट बेनिफिटमा हामीले कति पर्सेन्ट लाउने भनेर एडभान्स ट्याक्स कतिमा उठाउने होइन भनेर हामीले सेक्सन 95 को हेराउनु पर्छ नि, त्यो कुराहरू होइन, त्यही गरिदिन्छ त हो नि। अनि गेन लस निकाल्दा भनेर भनेको छ। अनि हरेक किन्ने अथवा बेच्नेमा दुवैमा 0.3 कमिसन चाहिँ लाग्छ है भनेर भनेको छ। त्यो कुरा पनि झुक्नु बिर्सिनु भएन है। ल फर्स्टमा हेरौँ पर्चेज सेल्स गर्दाखेरि इन्क्लुडिङ कमिसन भन्ने गर्दाखेरि पर्चेज गऱ्यौँ यहाँ यति कस्ट आयो, कमिसन यहाँनिर काटिहाल्यो तुरुन्तै किनकि किन्ने बित्तिकै छ नि त होइन, कस्ट आयो। अनि पर्चेज गर्ने फेरि अर्को 400 मा यो किन्ने निकाल्यो, कमिसन तुरुन्तै काटिहाल्यो, यो
टोटलमा हाम्रो ओरिजिनल कस्ट ओरिजिनल सेयर यति भयो, टोटल कस्ट यति हो। अब बोनस सेयर दियो भने भनेको छ, यहाँनिर डिभिडेन्ड पनि दियो भने छ है। यो डिभिडेन्ड पनि अब क्यास डिभिडेन्ड भनेको फाइनल थ्रेडिङ हुन्छ र फाइनल थ्रेडिङलाई हामीले यहाँनिर चाहिँ के गर्छौँ भनेर भनिदिनु चाहिँ दिनुपर्छ है। तर यसको चाहिँ कुनै पनि इम्प्लिकेसन चाहिँ हुँदैन अहिलेलाई, क्यास डिभिडेन्ड हो नि त, यो सेयरसँग सम्बन्धित कुरा होइन नि त होइन। अनि यो 10% भनेपछि 130वटा सेयर भयो, यसमा कुनै पनि हाम्रो कस्ट लागेको छैन, त्यसैले गर्दा केही पनि फरक परेन। क्यास डिभिडेन्ड भनेको 0.526 यो भइहाल्यो। यति भइसकेपछि तपाईँको हाम्रो क्यास डिभिडेन्ड यसरी क्यालकुलेसन गर्छौँ, फेस भ्यालुको आधारमा हुन्छ क्यास डिभिडेन्ड यिल्ड भनेर, यति हुन्छ। यसलाई कस्टमा एडमा गर्ने होइन, यो त बेनिफिट हो, फाइनल थ्रेडिङ पेमेन्ट हो, कन्सिडर गर्ने होइन। तर देखाइ चाहिँ दिनु पऱ्यो नि त हामीले सबै कुराहरू। राइट साइड कुरा गरौँ, फर्स्टमा हाम्रो कम्पिटिसन गर्दाखेरि राइट इन्स्टलमेन्ट हाम्रो यति हो, यति किन्न मिल्ने हो हामीले। अब केही पनि क्वेसनले देखाएन भनेपछि त्यसले गर्दा एजुम फेस भ्यालुमा किन्छ भनेर मान्दिने भनेर मैले भने है। यति भइसकेपछि हाम्रो कस्ट आयो, कस्टमा आइसकेपछि हामी कमिसन जोड्छौँ, कमिसन जोड्सकेपछि यति आउँछ भनेपछि हाम्रो टोटल सेयरको टोटल हाम्रो एमाउन्ट यतिको, यतिवटा सेयर छ हामीसँग भन्ने कुरा सबै निस्किसक्यो है। सब्सक्राइब गऱ्यो भनेर भन्छ क्या राइट सेयर, त्यसैले गर्दाखेरि गरे है। म अलिक फास्ट गरिरहेको छु। सेल गर्दाखेरि यतिमा बेच्छ, यहाँ पनि फेरि कमिसन तुरन्तै काटिहाल्छ। यति भएपछि हाम्रो टोटलमा नेटमा हाम्रो सेलिङ प्राइस आयो भनेपछि अब क्यापिटल गेन निकाल्दाखेरि हाम्रो यो सेयर माइनस टोटल कस्ट गरेपछि हाम्रो टोटल क्यापिटल गेन त्यहाँ। अब यहाँनिर माथिको सर्कमस्टान्स हेर्नुभयो भने 1 वर्षभित्रै कुरा छ, त्यसले गर्दाखेरि 1 वर्षमा 7.5% हो, त्यसले गर्दाखेरि यति चाहिँ हाम्रो क्यापिटल गेन ट्याक्स एडभान्स ट्याक्स हामीले तिर्नु, क्यापिटल गेन त्यति भयो, त्यसमा एडभान्स ट्याक्स तिर्नुपर्छ भनेर हामीले देखाउनु पर्ने हुन्छ। सिम्पल छ, तर इक्जाममा बस्दाखेरि अलिकता गाह्रो भइहाल्छ। योपालि ओभरअल रूपमा हेर्दाखेरि पेपर अलिकता मेरो एनालाइसिस अनुसार गाह्रो नै हो है, किनकि लामो छ कि लामो पनि छ र अन्डरस्ट्यान्डिङ लेभल पनि चेक गर्न खोजे जस्तो लाग्छ मलाई। अब फाइनल थ्रेडिङ हो कि एडभान्स हो भनेर भन, रेट अफ ट्याक्स गर भनेर भने त म डाइरेक्टली तपाईँहरूलाई सिधै लाग्छौँ। यसरी मैले तपाईँहरूलाई इक्जाममा पनि क्लासमा पढाउँदाखेरि भनेको थिएँ, यो वाला टेबल ठक्क बनाउने हो, धेरै एज पर प्रोभिजन अफ इन्कम ट्याक्स एक्ट यताउता भनेर केही पनि लेखिरहेको छैन, दिमाग खराब गरेन। 1 मार्क्सको क्वेसनलाई हामी 5 मार्क्स यसरी लेख्ने होइन। इन्सुरेन्स क्लेमको कुरा छ, नन लाइफको कुरा छ भनेपछि नन लाइफ कुरामा के हुन्छ भन्दाखेरि हाम्रो जति हाम्रो ट्याक्सेबल पोर्सन हो नि, कम्पेन्सेसन माइनस प्रिमियम पेड जति गएको छ नि, त्यति चाहिँ हामीलाई के हुन्छ त, यहाँनिर के छ त, प्रिन्जेन्ट महर्जन छ, एक्सिडेन्टल इन्सुरेन्स पोलिसी गरेको छ नेपाल बिमा संस्थानबाट, अनि प्रिमियम पनि तिरिरहेको छ। पर्चेजिङ पोलिसी गरेको उसमा चाहिँ उसले चाहिँ फ्र्याक्चर इन हिज ह्यान्ड ड्यु टु एक्सिडेन्ट भयो है, इन्सुरेन्स कम्पनीले चाहिँ कम्पेन्सेसन गरे उसलाई यति भनेर भन्छ। भन्नुको मतलब यो हाम्रो हेल्थ इन्सुरेन्स हो है। यहाँनिर नन लाइफ भन्दा पनि यहाँनिर हेल्थ इन्सुरेन्स भनेर भनौँ है। अब यस्तो खालको केसमा चाहिँ हामीले प्रिमियम पनि पे गरिरहेको छौँ भनेपछि अब सेक्सन 31 कम्पेन्सेसनसँग सम्बन्धित कुरा गर्छ, देशको केसमा दिएको त्यसमा ट्याक्स नलाग्ने भन्ने कुरा हो है। तर यस्तो खालको चाहिँ अर्को एन्टिटीले हामीलाई रिम्बर्स गरेर आएको कुरामा चाहिँ यसलाई चाहिँ हाम्रो ट्याक्सेसमा लाग्छ। यसमा चाहिँ टोटल ट्याक्सेबल पर्सन भनेको हाम्रो कम्पेन्सेसन एमाउन्ट माइनस प्रिमियम पेड हुन्छ। त्यो गर्दाखेरि हाम्रो त्यो भनेको हामीले यति बेनिफिट भएको जस्तो भयो नि, त्यसमा 5% लाग्छ, फाइनल थ्रेडिङ हुन्छ है। अर्को कमिसनको कुरा छ माथि है, सेल्स कमिसन यताउता कुरा भएको छ, त्यसमा 15% लाग्छ, एडभान्स हुन्छ। अनि नन रेसिडेन्ट पर्सनलाई एजुकेसन सर्भिसको लागि 5% फाइनल भयो। अनि हाम्रो नन रेसिडेन्ट ब्याङ्कलाई दियो भनेर भनेको छ है। अब एउटा एनआरबीले प्रिस्क्राइब गरेको ब्याङ्क यताउता भनेर भनेपछि त्यहाँनिर चाहिँ कुरा बेग्लै हुन्थ्यो, त्यो कुरा बेग्लै हुन्थ्यो। यहाँनिर केही पनि भएन, सिम्पल तरिकाले भएन, त्यसले गर्दाखेरि 15% छ, तर फाइनल थ्रेडिङ नै हुन्छ किनकि नन रेसिडेन्टलाई तिरेको छ। नन रेसिडेन्टलाई जहिले पनि फाइनल हुन्छ, सेक्सन 92 मा लेखेको छ। अनि इन्ट्रेस्ट दिएको छ, यो त रेसिडेन्ट इन्भेस्टमेन्ट कम्पनीलाई इन्ट्रेस्ट दिएको छ कुनै पनि ब्याङ्कले भनेर भनेको छ। अब ब्याङ्कले कुनै पनि इन्टिटीलाई दिन्छ भनेपछि त्यो एडभान्स नेचरको हुन्छ र इन्टिटीलाई दिइरहेको छ भने 15% नै हुने भयो। यहाँनिर चाहिँ लाइफ इन्सुरेन्सको केस स्पेसिफिक केस छ, हाम्रो लाइफ इन्सुरेन्सको केसकोमा स्पेसिफिक केस छ, नेचुरल पर्सन विथ नट कनेक्टेड विथ एनी टाइप्स अफ बिजनेस भने त्यो स्पेसिफिक केस छ, तर त्यो कुराहरू यसमा छैनन्। त्यसैले गर्दाखेरि यसरी जानु पऱ्यो, अनि धेरै दिमाग खराब गर्ने होइन, यो लेखिराख्नु पर्दैन है। यो खासमा यसमा माथि चाहिँ लेख्दाखेरि बेटर हुन्छ, यतिमा चाहिँ काट्नुपर्ने हुन्छ भनेर, बाँकी चाहिँ खासै समस्या हुँदैन। यति ट्याक्ट चाहिँ लेखेर आउने, इक्जाममा धेरै समय पनि छ नि, यो पनि लेखिरहनु पर्दैन खासमा हामीले है। यो इक्जाममा लेखिरहनु पर्दैन, यो टिडिएस रेट फाइनल एडभान्स र नम्बर एसियन भनेर यति चाहिँ हामीले लेख्दाखेरि फरक पर्दैन है त। अब यहाँनिर हाम्रो रेसिडेन्सी कन्सेन्टबाट आएको छ। हामीले तपाईँहरूलाई याद छ हामीले चाहिँ बेसी मार्केटिङको साँझतिर एउटा एनालाइसिस हामीले के गरेको थियौँ, 4-4.5 घन्टादेखिको हामीले फास्ट ट्र्याक सेसन राखेका थियौँ मेरो सुपर म्याराथन। त्यहाँबाट धेरै क्वेसनहरू यहाँ आएका छन्, तपाईँहरूले त्यो दिन लिनुभएको थियो भने पक्कै पनि तपाईँहरूलाई बेनिफिट भएको थियो होला। तीमध्ये यी पनि कुरा हामीले यो पढेर जानु होला, यो यस्तो यस्तो हुन्छ भनेर सिम्पल तरिकाले हामीले भने पनि थियौँ। जे होस् तपाईँहरूलाई सर्ट नोट्सहरूमा पनि हाम्रो मैले टिक लगाइदिएको कुराहरू नै म्याक्सिमम् फसेकै छ, तपाईँहरूले थाहा नै छ होला है। अब यसमा हेरौँ, त्यो दिन त क्लासमा त हामी डिटेलमा गरि नै हाल्छौँ। अब यसमा हेरौँ, अब यसमा के छ भन्दाखेरि ओभरअलमा मैले तपाईँलाई भनिदिन्छु। म 183 दिन बसिसकेँ भनेर भन्छ कतारको भिक्टरले, कतार नेसनल हो, तर यहाँ 183 दिन बसिसकेँ 365 कन्जिक्युटिभ डेजमा चाहिँ, अनि म रेसिडेन्ट हुनुपर्छ भनेर भन्छ। अब यसमा लेख भनेर भन्छ, सिम्पल कुरा। रेसिडेन्सी कन्डिसन 3वटा पढ्यो हामीले, नर्मल प्लेस अफ एबोर्ड इन नेपाल,
यदि 180 डेज अथवा त्योभन्दा बढी बस्यो कुनै पनि 365 कन्जिक्युटिभ डेजमा भनेपछि इम्प्लोइड बाई गभर्मेन्ट नेपाल यो भनेपछि यसरी त गरे हो नि त हामीले होइन यो भइसकेपछि हामीले अब यो यसमा यो सेकेन्ड कन्डिसन मिट भयो त्यसले गर्दाखेरि हामीले एक्सिडेन्ट हुन्छ भनेर भनिदिने हो तर यही कुरा फेरि क्याप 3 मा भइदिएको भए हामीले डिटिए एग्रिमेन्ट डबल ट्याक्स अभोइडेन्स एग्रिमेन्ट अनुसार जानुपर्ने हुन्थ्यो अब क्याप 2 मा डबल ट्याक्स अभोइडेन्स एग्रिमेन्ट पढ्नु पर्दैन सेक्सन 73 कुराहरू इन्टरनेसनल ट्याक्सेसनको कुराहरू पढ्नु पर्दैन त्यसले गर्दाखेरि क्याप 3 को लागि चाहिँ यो हो फेरि एन्सर चाहिँ फेरि डबल ट्याक्स अभोइडेन्स एग्रिमेन्ट अनुसार पनि जानुपर्ने चाहिँ हुन सक्थ्यो कतारसँग हाम्रो सम्झौता छ डिटिए त्यो चाहिँ हुन सक्थ्यो है त तर क्याप 2 लाई त्यो समस्या भएन अब यहाँनिर हाम्रो पर्सी कोड्सहरू सेक्सन 27 को कुराहरू है हामीले डिटेलमा पढेको थियौँ क्लासमा पनि है अब यहाँनिर के भन्छ भन्दाखेरि भेहिकल फेसिलिटी दिएछ भनेर भन्छ कन्सल्टेन्टलाई भनेर भन्छ कन्सल्टेन्ट भनेको के हो त सर्टेन 3 महिनाको लागि दिएछ भनेर भन्छ 3 महिनाको लागि है 3 मन्थको लागि कन्सल्टेन्ट भनेको अदर देन इम्प्लोइ हो भनेपछि त्यस्तो केसमा मार्केट भ्यालु अफ चाहिँ भेहिकल कति छ त्यसमा त्यसको चाहिँ 1% पर एनम इन्टु 3/12 मिस भएको छ यहाँ 3/12 पनि हुनुपर्छ त्यो कुरा पनि हामीले गरेका थियौँ क्लासमा त्यो टर्म अनुसार हुनु पर्यो नि त समय अनुसार हुनु पर्यो नि त होइन यो पर एनममा भनेर भनेको छ भन्नु मतलब कि डाइरेक्टली पर एनम भनेर 1% भनिदिए भए फुल एमाउन्ट हुन्थ्यो तर पर एनम भनेर चाहिँ अब हामीले कति समयको लागि हो त्यो त कन्सिडर गर्नु पर्यो नि होइन अनि सिइओ कुरा छैन सिइओलाई चाहिँ हाम्रो चाहिँ यो पैसा दियो भनेर भन्छ 30,000 दियो भनेर भन्छ अब सिइओ भनेको इम्प्लोइलाई त इम्प्लोइलाई भए पनि चाहिँ अदर इम्प्लोइलाई भए पनि क्यासै पेमेन्ट गराएको छ भने त्यही क्यासै पेमेन्ट राख्नु लाग्छ भनेर हामीले पढेकै छौँ त्यो कुरा कन्सिडर गर्ने पब्लिक डिरेक्टर भन्छ पब्लिक डिरेक्टर भनेको इम्प्लोइ होइन यदि इम्प्लोइ यसरी काम गरिरहेको छैन भनेपछि त्यसले गर्दा अदर देन इम्प्लोइ हो अदर देन इम्प्लोइ भइसकेपछि चाहिँ हामीले जति चाहिँ यहाँनिर के भन्छ भन्दाखेरि अदर देन इम्प्लोइ फ्री एकोमोडेसन कुरा दिएको छ 5 लाखको अब हामीले अहिलेको चाहिँ जति तिरिरहेको छ नि उसको 25% चाहिँ कन्सिडर गर्नुपर्छ भनेर अदर देन इम्प्लोइको केसमा पढेका छौँ त्यही कुरा हामीले गर्छौँ अनि यहाँनिर हाम्रो के छ लोनको कुरा छ स्टाफ इम्प्लोइ भएकै कारणले गर्दाखेरि उसले 3% लोन छुट पाएको छ त्यसले गर्दाखेरि हाम्रो कतिमा 10 लाखमा भनेपछि यति चाहिँ हामीले कन्सिडर गर्नुपर्ने हुन्छ अर्को कुरा 10,000 रुपियाँ दिनुपर्छ कुकलाई होइन हाम्रो कुक फेसिलिटीको लागि र 4,000 चाहिँ उसैकोबाट काट्छ भने चाहिँ हामीलाई बेनिफिट कति भयो त हामीले जसको लागि कुक फेसिलिटी दिएको 6,000 भयो अब 6,000 चाहिँ 12 महिना तरले यसरी राखिदिने यसरी लेखिदिने फर्स्टमा एज पर सेक्सन 27 फर द पर्सिक्वेट यस्तो यस्तो हुन्छ चाहिँ भनेर माथि लेख्ने दनादन यो इम्प्लोइ होइन भनेर लेख्ने धेरै प्रोभिजन लेख्ने फेरि एनालाइसिस गर्ने प्रोभिजन लेख्ने एनालाइसिस गर्न त्यसरी गराउनु पर्दैन मार्क्स हेरेर गर्नुपर्ने हुन्छ हेर्नु न यो 5 मार्क्सको क्वेसन हो यो भनेपछि 5 पोइन्ट दिएको छ भनेपछि एउटाको कुरा हो हामीले एक दुई लाइनमा सकाउनु पर्ने कुरा हो अब हामी पुरै एज पर द प्रोभिजन अफ सेक्सन 27 यस्तोदेखि यस्तो हुन्छ यताउता पढ्दैन त्यस्तो कुराहरू पढ्दैन सिधै एज पर सेक्सन 27 भन्ने बित्तिकै बुझिहाल्छन् कि त्यस्तो भनेर र अलिकता जस्तै यो यसमा यस्तो अदर देन इम्प्लोइ केसमा यस्तो हुन्छ त्यसले यसलाई यस्तो हुन्छ भनेर भन्न चाहिँ अझ बेस्ट हुन्छ नै त्यसरी चाहिँ गर्दा हुन्छ अर्को कुरा हामीले जियो पार्टी एसेसमेन्टको कुरा पनि त्यो सुपर म्याराथन दिन तपाईँहरूलाई भनेको थिएँ ठ्याक्क यो पनि आइदियो 5 मा तपाईँहरूलाई अब तपाईँहरूले जसले सुन्नु भएको थियो हेर्नु भएको थियो गर्नु भएन होला यो होला सरस्वती 2-3वटा केस छन् जियो पार्टी केसमा त्यो सरस्वती लेखिदिने हो अर्को चाहिँ सेक्सन 50 को आधारमा छ सेक्सन 50 तपाईँले सबैजनाले पढ्नु नै भयो होला हामीले क्लासमा पनि पढाएको थियौँ यसमा चाहिँ के छ भन्दाखेरि एउटाले सोही भनेको प्राइभेट फर्म बिजनेस इन्कम कमाउँछ है उसको वाइफ चाहिँ इम्प्लोइमेन्ट इन्कम कमाउँछ अब उसले कपाल दुईजनाले मिलेर कपाल अप गर्न पाउँछन् कि पाउँदैनन् भनेर सोधेको छ अब सेक्सन 50 मा के भन्छ भन्दाखेरि चाहिँ सर्टेन कन्डिसन छन् कपाल अप कतिलाई मात्र गर्न पाउने भन्दाखेरि हस्बेन्ड र वाइफले चाहिँ एसेस जोइन्टली एज कपाल कस्तो अवस्थामा ओन्ली इफ दुईटैको इन्कम ट्याक्सेबल हुन्छ अनि कसैको पनि बिजनेसबाट इन्कम हुँदैन अनि दुईटै रेसिडेन्ट नेचुरल पर्सन हुन्छन् र उनीहरूले अप्ट गर्नुपर्छ इलेक्ट गर्नुपर्छ आफै हुने होइन त इलेक्ट त गर्नु पर्यो नि त होइन त्यो गर्नुपर्छ अब यहाँनिर के छ प्राइभेट फर्मबाट अर्न गरेको छ भनेपछि बिजनेस इन्कम छ भनेपछि उनीहरूले पाउँदैनन् भनेर टक्क अलरेडी इन्टरप्रिटेसन एनालाइसिस गरेर यहाँ कन्क्लुजन लेखिदिने अब यो पनि कति मार्क्सको फेरि यो दुइटै मिलाएर चाहिँ हाम्रो के हो त 5 मार्क्सको भनेपछि 3 मार्क्सको भनेपछि धेरै डिटेलमा जानु जरुरी छैन मार्क्स हेर्नु पर्यो है यो 2 मार्क्सको थियो भनेपछि यति मात्र लेख्दा हुन्थ्यो है मैले यहाँसम्म लेख्दा हुन्छ मैले अलिकति बढी लेख्दा छु तर यहाँसम्म लेख्दा हुन्छ है त्यसले गर्दाखेरि यसरी जानु पर्यो अर्को चाहिँ एउटा राम्रो एकदमै राम्रो नेचरल एसेट्स चाहिँ कस्तो कस्तो नेचरल एसेट्स हो भनेर भनौँ भनेर सोध्यो है क्वेसनले एकदमै राम्रो कुरा सोध्यो यो है हामीले यो टिडिएस पोर्सन पढ्दाखेरि विथहोल्डिङ ट्याक्सेसको पोर्सन पढ्दाखेरि नै ती कुराहरू त्यहाँ चाहिँ त्यो वाला पोर्सनमा हाम्रो चाहिँ हामीले पढ्दाखेरि मैले त्यो आफ्नो बुकमा त्यहाँ राखेको छ तपाईँलाई याद होला डिप्रेसियल एसेट्स ट्रेडिङ एसेट्स भनेर त्यसपछि गएर हाम्रो बिजनेस एसेट्स भनेर र सँगसँगै अलिकति तपाईँहरूले सधैँ म भनिराख्ने फर्स्ट क्लासमा नै भन्ने गर्छु पर्सनल एसेट्स जस्तै गोल्डको इक्जाम्पल दिने गर्छु गोल्ड भनेको चाहिँ जस्तै मानौँ मैले बिहे गरेँ वाइफको गोल्ड छ मसँग अब त्यो गोल्डलाई मैले बेचेँ अब मैले किन्दाखेरि 5 लाख किनेको थिएँ बेच्दाखेरि 10 लाखमा बेचेँ भनेपछि 5 लाख मलाई फाइदा भयो अब यसमा इन्कम ट्याक्स लाग्छ कि लाग्दैन भन्ने कुरा हुन्छ नि यो त पर्सनल एसेट्स हो
इन्कम फ्रम बिजनेसमा पनि परेन, इन्कम फ्रम इम्प्लिमेन्टमा पनि परेन, इन्कम फ्रम इन्भेस्टमेन्टमा पनि परेन, विन्डफल गेनमा पनि परेन। अब यी चारवटा कुराहरू नै मात्र इन्कम ट्याक्सले हेर्ने हो। त्यहाँभित्र पढ्दै पढ्दै भने चाहिँ स्कोप अफ इन्कम ट्याक्स भन्दा बाहिर हो भनेर भन्नु पर्यो हामीले। हो त्यही कुरा यहाँनिर हामीले एउटासँग सम्बन्धित छ। जस्तै फर्स्टमा नन ब्याङ्क एसेट भएछ, यो ल्यान्ड भएछ। ल्यान्ड भनेको के हो? बिजनेस एसेट छ, बिजनेस एसेट लेख्नु पर्यो। अब रिजन चाहिँ लेखिराख्नु पर्दैन है, मैले रिजन लेखिदिएको छु यहाँनिर, त्यो लेख्नु पर्दैन। अब आइफोन भनेको हामी के हो त? आइफोन भनेको पर्सनल एसेट छ, पर्सनल सिम्पल कुरा, यसमा ट्याक्स लाग्दैन होइन, पर्सनल एसेट छ। फ्याक्ट्री बिल्डिङ भनेको डिप्रेसिबल एसेट छ। अनि यो भनेको इन्भेन्ट्री हो अथवा ट्रेडिङ स्टक हो। अर्को यो अब यो चाहिँ सिएफओले चाहिँ कार ओन बाई जेकेएल लिमिटेड, जेकेएल लिमिटेडले कार ओन गरेछ, सिएफओले युज गरिरहेछ, भेहिकल फेसिलिटी प्रोभाइड गरेछ कम्पनीमा चाहिँ, यो पनि के हो त? कम्पनीको डिप्रेसिबल एसेट्स नै त हो नि है। हो यसरी चाहिँ हामीले जान्नु पर्यो है त। यति भइसकेपछि हाम्रो थ्योरीको पोर्सन थियो। सर्ट नोट्समा हाम्रो ट्याक्स एक्जेम्ट अर्गनाइजेसन भन्ने छ, मैले तपाईँहरूलाई त्यो दिन पढाएको पनि थिएँ। ठ्याक्क हाम्रो एनालाइसिस गरेर सुपरमार्केटमा ठ्याक्क त्यही आयो। सेक्सन 2 को आधारमा लेख्नु पर्यो होइन। एस्टिमेटेड पर्सन सेक्सन 2 मा यो पनि ठिक लाग्छ जस्तो लाग्छ मलाई, यो पनि त्यहाँ छ। यो त मैले भनेकै थिएँ 4 वर्षको कुरा तपाईँलाई ध्यान छ होला। एमेन्डेड एसेसमेन्ट सेक्सन 101 को एमा त्यहाँनिर के छ त भन्दाखेरि 4 वर्षसम्म एमेन्डेड एसेसमेन्ट गर्न पाइन्छ भन्ने कुरा छ है। कुनै पनि हाम्रो जियो पार्टी एसेसमेन्ट कुरा होस् अथवा सेल्फ एसेसमेन्ट गरेको कुराहरूमा होस्, जहाँ पनि गर्न पाइन्छ। आएर कसले गर्न पाइन्छ? ट्याक्स अफिसरले गर्न पाइन्छ। अब कुरा के छ, तर यदि फ्रडको के छ भने चाहिँ 4 वर्ष भन्नेको सीमा चाहिँ खासै उपयुक्त भएन, जहिले पनि सम्म पनि गर्न पाइन्छ भन्ने कुरा त्यो कुरा हो। अब भ्यालुएसनको कुरा चाहिँ भ्यालुएसन अफ स्टकको क्लोजिङ स्टक कुरा, यो यसो लेखेर आउने, यसको डिटेलमा अब मेन कुरा चाहिँ लेख्नुपर्ने कुरा, इन्कम ट्याक्स एक्टले लिफो चाहिँ कन्सिडर गर्दैन, फिफोर अथवा वेल्ट एभरेज नै गर्ने हो है त। अनि चाहिँ कन्सिस्टेन्टली एप्लाई गर्नुपर्छ। यो नर्मल्ली अलिअलि चाहिँ NS2 को लिएर पनि खासै फरक पर्दैन है त, यसरी लेख्नुपर्ने थियो। यो थियो हाम्रो इन्कम ट्याक्सको कुरा है। अब हामी कहाँ छौँ त? भ्याटमा छिरौँ। भ्याटको पोर्सन आयो। तपाईँहरूलाई मैले पनि जहिले पनि भन्ने गर्छु क्लासमा, तपाईँहरूलाई फर्स्ट टाइम हामी कोही दिइरहेको छौँ र धेरै हामीले नलेज छैन भनेपछि हामी साथीहरूले के गरिन्छ भन्दाखेरि अलिकति समस्या कहाँनिर भइन्छ भन्दाखेरि इन्कम ट्याक्सको सर्ट नोट्सलाई भ्याटमा ल्याइदिने, भ्याटको सर्ट नोट्सलाई इन्कम ट्याक्स ल्याइदिने, माथि हेर्दै नहेर्ने कि एज पर भ्याट ट्याक्स यो सर्ट नोट्स लेख भनेर भने हुन्छ, हामी हेर्दैनौँ दाँदैन लेखिन्छौँ। हो त्यसरी चाहिँ नगर्नु होला। इन्कम ट्याक्सको कन्सेप्ट इन्कम ट्याक्समा लाउनु होला, भ्याटको कन्सेप्ट भ्याटमा लाउनु होला भनेर तपाईँहरूलाई मैले डिटेलमा नै भनेको थिएँ। पक्कै पनि तपाईँहरूले ध्यान दिनु नै भएको होला र त्यसले तपाईँहरूलाई चाहिँ त्यो कुराहरू चाहिँ तपाईँहरूले दिमागमा राख्नुपर्छ जहिले पनि। ल यो हेरौँ त, डाइरेक्ट प्राइभेट लिमिटेड हो, इम्पोर्ट गरेर मेसिनरिजहरू होइन, डिस्ट्रिब्युट गरेर लोकल डिस्ट्रिब्युटरलाई भनेर भन्छ। अब यहाँनिर केही पनि त्यस्तो भएको छैन। यो क्वेसनमा के छ भन्दाखेरि तपाईँको एक्जेम्ट हो कि के हो कि यता त केही पनि भनेको छैन। त्यसले गर्दाखेरि सबैको सबै ट्याक्सेबल भनेर मान्नु पऱ्यो है। अब 10 मार्क्सको पनि छ। अनि दुईवटा यहाँनिर के छ भने सिम्पल छ क्वेसन। यहाँनिर खाली कुरा के छ भन्दाखेरि 2 महिनाको गर्नुपर्ने छ, 2 महिनाको त्यसरी नै गर्नुपर्छ है। अब क्यारी फरवर्ड पनि 4 लाख रुपियाँ भएको छ भने चाहिँ हामी पहिला चाहिँ यो चाहिँ इनपुट ट्याक्स निकाल्छौँ। इनपुट ट्याक्समा यो क्यारी फरवर्डलाई पनि जोड्छौँ। अनि त्यसपछि ट्याक्स पेबल र ट्याक्स चाहिँ अथवा आउटपुट ट्याक्स र इनपुट ट्याक्सको नेट गर्छौँ। अनि त्यहाँ पेबल निस्किन्छ कि रिसिभल निस्किन्छ, त्यसरी क्यालकुलेसन गर्ने गर्छौँ नि त हामीले होइन। अब यहाँनिर के भन्दाखेरि भाद्रको चाहिँ ओपनिङ अथवा क्यारी फरवर्ड के गर्नुपर्ने छ भनेपछि ओपनिङ क्यारी फरवर्ड उताबाट साउन्डबाट भएर आएको छ कि छैन भनेर हेर्नको लागि त पहिला साउन्डको सकाउनु पर्ने हुन्छ। हो त्यो कुरा चाहिँ ध्यान दिनु होला। त्यो कुरा चाहिँ मिस्टेक हुनसक्छ, झुक्किन सकिन्छ। किनकि भाद्रमा पनि त क्यारी फरवर्ड भएर आउला नि त, यदि साउन्डमा पनि रिसिभेबल देख्यो भने हुन्छ होइन। त्यो कुरा ध्यान दिनु होला है त। अब हेरौँ इम्पोर्ट यसरी गऱ्यो। अब कस्टम ड्युटी, एक्स्ट्रा ड्युटी, अस्ति मैले लास्ट त्यही सुपर म्याराथनमा पनि इम्पोर्ट एक्स्ट्रा सबै जोड्नुपर्छ, त्यो नन रिफन्डेबल भनेर भनेकै थिएँ। यो सबै जोड्नु पर्यो है। फर्स्टमा कस्टम ड्युटी लाग्छ, त्यसपछि बल्ल एक्स्ट्रा ड्युटी लाग्छ है। त्यो भनेको पनि थिएँ मैले तपाईँहरूलाई। त्यो टेलिग्राममा पनि इक्जामको दिन पनि यसरी चाहिँ फर्मेटमा गर्नु होला है भनेर भनेको थिएँ। ठ्याक्क त्यही कुरा पनि आयो नि त होइन। अब रेट दिया छैन यहाँनिर, ठ्याक्क यही कुरा आयो। अब रेट नदिएपछि रेट दिए भए त रेटको आधारमा जान्थ्यौँ। रेटै दिएन भने चाहिँ यो फटाफट सबै जोडेर राखिदिनु पर्यो। सेल्स छ यदि सेल्स छ है त। सेल्सको अब हामी फर्स्टमा हामी क्लासमा पढ्दाखेरि हामीले 3-4वटा टाइप्सको क्वेसन हुन्छन्, 5वटा टाइप्सको क्वेसन हुन्छ भनेर हामीले पढ्ने गर्छौँ। अब यो भनेको एउटा नर्मल टाइप्सको क्वेसन हो, इम्पोर्ट गरेको क्वेसन हो। यसले गर्दाखेरि हाम्रो फर्स्टवाला फर्मेट हामीलाई काम गर्छ यसले है। फर्स्टवाला फर्मेट काम गर्छ। यसमा फर्स्टमा हामी के निकाल्छौँ? आउटपुटमा चाहिँ हामी आउटपुट भ्याट निकाल्छौँ सबभन्दा सेल्सबाट होइन। यहाँनिर चाहिँ सेल्समा भ्याट सबभन्दा आउटपुट भ्याट निकाल्छौँ फर्स्टमा। अब मैले यहाँ त्यसरी डिटेलमा लेखेको छैन, तर तपाईँ त्यो त अब क्लासमा हामी डिटेलमा गरिहाल्छौँ। यो सबैजनालाई हुने गरी यहाँ कुरा गर्दैछौँ हामी। फर्स्ट डोमेस्टिक सेल्स यति छ यसमा भ्याट लागिहाल्छ। अब एक्सपोर्ट सेल्स भनेर पनि दिएको छ यहाँनिर, त्यसले गर्दाखेरि एक्सपोर्ट सेल्समा 0% लाग्छ। अब यहाँनिर नोट पनि लेख्नुपर्ने गर्ने गर्छौँ हामी त क्लासमा होइन। किन के हुन्छ भने नोट पनि लेख्नु पऱ्यो नि त। नोट वर्किङ नोट स्टार्ट विथ द पार्ट अफ द हाम्रो न्युमेरिकल सल्भिङमा एकदमै इम्पोर्टेन्ट रोल खेल्छ। मार्क्स एकदमै मजाले आउँछ। वर्किङ नोट लेख्नै पर्छ कम्पलसरी, मैले तपाईँलाई भनेको छु। अनि यसरी हामी निकाल्छौँ।
अब इम्पोर्ट भ्याट निकाल्दाखेरि फर्स्टमा हामी दुइटै गर्दै गर्दै जान्छौँ, अन्तिममा नेट निकाल्दाखेरि ओपनिङको कुरा चाहिँ अहिले भाद्रको नेट डाइरेक्टली ननिकालिहाल्ने, फर्स्टमा श्रावणको निकाल्ने, त्यसपछि बल्ल क्यारी फरवर्ड के छ कि त्यसपछि भाद्रमा जानु पऱ्यो नि त होइन, त्यसरी जानुपर्छ। ल हेरौँ यहाँनिर यो भनेको छ स्टोरेज कस्टम अफिसमा चाहिँ स्टोरेज गर्दाखेरि यति तिर्नु पऱ्यो भनेर भनेको छ है त, भाद्रमा भनेको छ भन्नु मतलब भाद्रमा अब हेर्नु पऱ्यो श्रावणको हो कि भाद्रको हेर्नु पऱ्यो, श्रावणमा लगेर हाल्दैन, फेरि भाद्रको कुरा भने चाहिँ भाद्रैमा हाल्नु पऱ्यो नि त होइन, भने श्रावणमा त्यसको केही पनि कुरा भएन, तर पनि भाद्रमा के गर्नु त यो इन्क्लुसिभ अफ भ्याट भने चाहिँ यहाँबाट 5650 into 13 divided 113 गरेपछि भ्याटको प्रश्न आइहाल्छ, भ्याटको प्रश्न लगाएर राखिहाल्छ। अब यो श्रावणमा श्रावणको कुरा गर्यो, यतिमा इम्पोर्ट गएको छ अरे होइन, टु द एक्सपोर्टर फर द म्यानेजमेन्ट सफ्टवेयर भनेर चाहिँ के गर्यो इम्पोर्ट सफ्टवेयरको गर्यो भने चाहिँ यो त सेक्सन 8 को सेक्सन 2 कुरा हो। यहाँनिर के भन्छ कम्पनीले डिपोजिट पनि गर्छ भ्याट बिफोर रेमिटिङ गर्दाखेरि भनेर भन्छ, यस इट इज राम्रो कुरा भयो नि त, डिपोजिट पनि गर्छ। डिपोजिट नगरे भए अहिले हामीले क्रेडिट पाउने कि नपाउने कुरा सोध्नुपर्ने हुन्थ्यो, डिपोजिट अब अर्को अहिले गरेको छैन भनेपछि अर्को पालि गर्थ्यो, यो पालि गर्थ्यो बल्ल अनि अर्को पालि हामी क्रेडिट लिन पाउँछ भन्ने कुरा हुन्थ्यो होला, एक महिना गर्थ्यो भनेर है त, तर यहाँनिर केवल डिपोजिट अगाडि गर्छ जस्तो भनेपछि यो बारेमा हामीले साउन्डमा क्रेडिट लिन पायौँ। अर्को कुरा यसमा के छ भन्दाखेरि एकदमै ध्यान दिनु है त, सेक्सन 8 को सेक्सन 3 यो पालि क्वेसन अलिकति राम्रै छ, अलिकति नर्मल चाहिँ छैन है, अलिकति दिमाग लाउने खालकै क्वेसन छ कि, र इक्जाममा प्रेसरमा अलिकति गर्न गाह्रो चाहिँ हुन्छ, म त्यो चाहिँ तपाईँहरूलाई भन्न सक्छु, तपाईँहरूले पनि फिल गर्नु भयो होला। र आफ्नै ल्यान्डमा चाहिँ वेयरहाउस बनाएर राखेको छ अरे है, र असाढ यतिसम्म चाहिँ 45 लाख खर्च गरेको छ अरे है त, अनि त्यसपछि गएर कन्स्ट्रक्सन कम्प्लिट भाद्रमा कम्प्लिट भयो, एडिसनल 15 लाख लाएर भनेपछि अहिलेसम्म कति भयो खर्च 60 लाख भइसक्यो। भन्नु मतलब 60 लाख हुने बित्तिकै हामीले चाहिँ 50 लाखको चाहिँ रेन्ज हामी खबर गर्थ्यौँ नि सेक्सन 8 को सेक्सन 3 लाई हेर्दाखेरि, हो त्यो कुराले के गर्छ त भन्दाखेरि 50 लाख त कटिसक्यो, तर अब केही बिलहरू त भ्याट तिरेर पनि ल्याएको होला होइन, रजिस्टर्ड पार्टीबाटै किने होला केही कुराहरू त, केही चाहिँ अनरजिस्टर्ड पार्टी पनि किनेको होला, अनरजिस्टर्डको पार्टीसँग किनेको कुरा हो भनेपछि मात्र रिभर्स चार्जिङ कुरा हो नि त, नत्र नर्मल कुरा भइहाल्यो नि त होइन, हो त्यो कुरा ध्यान दिनु पर्यो। यहाँनिर 50 लाखसम्मको चाहिँ मसँग ट्याक्स इन्भोइस छ भन्नु कुरा मतलब के हो त भन्दाखेरि यसको भन्नुको मतलब मैले रजिस्टर्ड पार्टीबाट नै किनेको हो 50 लाखसम्म चाहिँ भनेर भन्नु हो। त्यो भन्नुको मतलब के हो त भन्दाखेरि 50 लाखसम्म मैले किने भने त म भ्याट क्रेडिट त्यसको पाउँछु नि त, तर 50 लाखसम्मको त मैले मसँग छ, तर यो त भ्याट क्रेडिट कुरा चाहिँ मैले यसमा गर्नुपर्ने भयो, तर 60 लाख त मैले खर्च गरेँ हो नि त, भने 60 लाखसम्म मैले खर्च गरिसकेको भने एडिसनल 10 लाखको रिभर्स भ्याटको कुरा हामी तिर्नु पऱ्यो कि परेन, अब तिर्नु त पऱ्यो नि त, क्रेडिट त अहिले हामी पाउँदैनौँ, हामीले कुरा गरिसकेका छौँ, त तिर्नु त पऱ्यो नि 10 लाखमा 13% हो, त्यो चाहिँ पेएबल चाहिँ देखाउनुपर्छ है हामीले, त्यो कुरा भाद्रमा चाहिँ पेएबल देखाउनुपर्छ, नझुक त्यो चाहिँ हामीले याद हुनुपर्छ। अनि भाद्रमा अर्को कुरा छ यति एक्सपोर्ट गऱ्यो भने भन्नुको मतलब 0% लाग्छ भनेर भन्न खोजेको 13%को ठाउँमा। अर्को चाहिँ पेट्रोल चाहिँ पिकअप भ्यान र पेसेन्जर इलेक्ट्रिक कार भनेर भन्छ इच भनेको छ, इच पेट्रोल पिकअप भ्यान त 100% डेलिभरी भ्यान हो, त्यसले 100% हामी क्लेम गर्न पाइहाल्छौँ, जति भ्याट तिरेछौँ 25 लाखमा 13% इन्टु 100% गरेर क्लेम गरिहाल्छौँ। तर पेसेन्जर इलेक्ट्रिक कारमा चाहिँ 40% मात्र पाइन्छ, त्यसमा चाहिँ हामी 25 लाख इन्टु 13% इन्टु त्यसको 40% मात्र हामी क्लेम गर्न पाउँछौँ भ्याट तिरेको भ्याट है त। कहिले एक्चुअली इन श्रावणमा भनेको छ, श्रावणमा गर्नु पर्यो फेरि श्रावणमा है, भाद्रमा गरेर गर्ने होइन। अनि अडिट गर्दाखेरि अडिटरले चाहिँ एउटा इन्भोइस चाहिँ छुट्याएर छ क्लेम गर्दाखेरि, इन्भोइस चाहिँ यतिको रहेछ 13,000 चाहिँ हामीले क्लेम गर्न छुट्याएर छ भने चाहिँ क्लेम गरौँ, थोडो अन्य थपबाट भन्ने एउटा ठाउँ हुन्छ, हामीले भ्याट रिटर्न भर्दाखेरि त्यहाँ राख्छौँ 13,000 हामी क्लेम गर्छौँ। अर्को कुरा चाहिँ पहिलेको चाहिँ हामी पहिला कार्तिकको 2080मा कार्तिक 2080मा चाहिँ मैले 25,000 चाहिँ के गरिदिएको छु भन्दाखेरि 25,000 को बढी चाहिँ क्लेम गरिदिएको छु। किन बढी क्लेम गरे होला भन्दाखेरि यहाँ रुल 41 कुरा छ, रक्सियो यताउता कुराहरू खर्च थियो, त्यो खर्चमा पनि मैले क्लेम गरिदिएँ भ्याट लिक्वरमा, जुन कुरा चाहिँ रुल 41 ले पाइँदैन क्लेम गर्न भनेर भन्छ। अहिले अल्टर थाहा भयो भने चाहिँ अब सच्याउनु त पऱ्यो नि त्यसलाई, त्यो यो भनेको एमाउन्टै दिएको हो भ्याट, त्यसले गर्दाखेरि यो भ्याटको एमाउन्ट चाहिँ अहिले थाहा पाइसकेपछि घटाउनु पर्छ, अब भ्याट रिसिएबलको पोर्सनबाट त्यसलाई घटाउनु पर्छ। अनि यसमा चाहिँ हाम्रो चाहिँ के भएको छ, इन्कमले फ्युल एक्सपेन्समा छ, फ्युल डिजलमा त हामी क्रेडिट पाइहाल्छौँ, तर पेट्रोलमा त कुनै पनि तरिकाले हामी क्लेम पाउँदैनौँ, नर्मली हामी एज अ फ्युल युज गरिरहेको छौँ भेहिकल सेकल यताउताको लागि मोटरसाइकल जेको लागि भयो भने है, यस्तै गरेर गर्छौँ। यसपछि हामीले यहाँ डाइरेक्टली मैले भ्याट एमाउन्ट राखिदिएको छु, यो सबै जोडजाड गरेर इन्भोइस कस्टम एक्स्ट्रा जोडजाड गरेर त्यसमा 13% हाल्नु भने यति आउँछ यति आउँछ। अनि इम्पोर्ट सफ्टवेयरमा पनि रिभर्स चार्जिङमा यति आउँछ 13% डाइरेक्टली, पिकअप भ्यानमा पनि डाइरेक्टली 13% गर्नु यति आउँछ। अनि पिकअप भ्यानको पेसेन्जर इलेक्ट्रिक कारमा चाहिँ यतिमा 40% मात्र हामीले क्लेम गर्न पाउँछौँ, यसैमा पाउँछौँ, यहाँ त केही कुरा छैन त्यो। अनि स्टोरेजमा चाहिँ हामीले स्टोरेज त भाद्रको हो नि त, त्यसमा 650 हामी निकाल्नुपर्ने हुन्छ, 5650 इन्टु 113 डिभाइडेड 113 गरेर त्यो हामी यहाँ पाउँछौँ। कन्स्ट्रक्सन चाहिँ यसको चाहिँ हामीले ग्रेड चाहिँ लिन पाउँछौँ 50 लाखसम्मको, किनकि हामीसँग बिल छ। अब कमिटेड सब अफिसको पनि यो पनि हामीले
13,000 पाउँछौँ अनि क्रेडिट चाहिँ यति यति हुने भयो भ्याटको बेनिफिट यति यति हुने भयो भनेर हामी निकाल्छौँ फर्स्टमा डिस्ट्रिब्युटरको पनि हामीले घटाइदिन्छौँ यो तपाईँहरूले आफै गरिहाल्नुहुन्छ जोडदार गरेर अर्को कुरा 10 लाखको कुरा पनि फेरि के भयो त भन्दाखेरि हामीले रिभर्स भ्याट तिर्नु पर्यो नि त सेक्सन 8 को सेक्सन 3 अनुसारको कुरा है त 60 लाखमा 10 लाखमा त अन्डरस्टेट पार्टीबाट गरे भन्ने कुरा बुझियो नि त त्यहाँबाट माथिबाट त्यो कुरा पनि हामीले यहाँ कन्सिडर गर्नुपर्छ त्यसपछि हाम्रो भ्याट क्यारी फरवर्ड आउँछ के आउँछ क्यारी फरवर्ड अभियसली आउँछ र त्यो क्यारी फरवर्ड लगाएर फेरि यहाँनिर के हुन्छ त हामीले यहाँ चाहिँ यसको गर्दाखेरि यो क्यारी फरवर्ड पनि कन्सिडर गर्नुपर्छ यो चाहिँ हाम्रो रिसिभेबल राख्नुपर्छ भनेर हामीले बुझ्नुपर्छ है र यसरी अन्तिममा फाइनल रिजल्ट भनेर यसरी लेखिदिने सामान्य कुरा वर्किङ नोट चाहिँ लेख्नै पर्छ तपाईँले मैले बारम्बार भनिरहेको छु है एउटा राम्रो क्वेसन अर्को आयो यो कुरा पनि हामीले ठ्याक्क इक्जामको बेला त्यो पेपर हामीले चाहिँ सुपर म्यानेजमेन्ट गरेर आएको बेला मैले भनेको थिएँ सेल्फ चाहिँ कन्जम्सनको केसमा सेल्फ कन्जम्सनको केसमा हाम्रो मार्केट भ्यालु भने पनि ट्याक्सेबल भ्यालु भनेको पनि आफूलाई कन्ज्युम गरिरहेको छ भने चाहिँ आफूले चाहिँ ट्रेडिङ स्टकलाई डिप्रिसिएबल एसेट्समा कन्भर्ट गरेर हामी त्यसरी कन्ज्युम गरिरहेका छौँ भनेपछि त्यस्तो केसमा हामीले कस्टमा नै उठाउने कस्ट नै हाम्रो मार्केट भ्यालु भने पनि त्यही हो आफ्नो लागि चाहिँ र हाम्रो ट्याक्सेबल भ्यालु पनि त्यही हो भनेर भनेको थियौँ र यदि त्यो हामीले चाहिँ फुल्ली क्रेडिटेबलवाला कुरा हो भने चाहिँ हामी फुल क्रेडिट लिन पनि पाउँछौँ त्यसमा समस्या भएन है त्यसैले गर्दाखेरि यसरी हामीले निकाल्नु पर्ने हुन्छ यहाँनिर प्रोप्राइटरसिप बिजनेस छ उसले फर्निचरहरूको कुरा गर्छ आफूले फर्निचरहरू चाहिँ बाइङ एन्ड सेलिङ गर्छ फर्निचर गर्छ उसले चाहिँ आफैले युज गर्यो आफ्नो स्टकमा भएको कुराहरू इन्टरनलको लागि भनेर भनेको छ त्यो फर्निचरमा के गर्नु पर्यो स्टकमा अब भएको आफैले युज गर्यो भनेपछि जति कस्ट हो त्यसमा हामीले आफूले उठाउनु पर्यो भन्ने कुरा गर्नु पर्यो र यसमा चाहिँ यहाँनिर के गर्नु कस्ट बिटेड मार्केट ट्याक्सेबल भ्यालु फर सेल कन्जम्सनको लागि भ्याट चाहिँ त्यसमा क्यालकुलेसन गर्नु पर्यो भन्ने कुरा गर्नु पर्यो र क्रेडिट पाउँछ कि पाउँदैन भने चाहिँ क्रेडिट फुल्ली पाउँछ भन्ने कुरा गर्नु पर्यो किनकि फर्निचर फिक्चरमा भ्याट लाग्छ भनेपछि फुल्ली पनि पाउनु पर्यो है अर्को कुरा यदि इन्भोइस इस्यु गर्न भने के हुन्छ भने चाहिँ सेक्सन 29मा इन्भोइस इस्यु गर्न भने हरेक ब्रिजमा चाहिँ 10,000 चाहिँ फाइन लाग्छ भन्ने लेख्नु पर्यो अर्को कुरा यदि उसले घरै लगेर गयो पर्सनल पर्पजलाई भने चाहिँ भनेपछि चाहिँ फेरि यसमा यस्तो कुरामा भ्याट क्रेडिट लिन पाइँदैन किनकि बिजनेसको लागि त युज गर्नु पर्यो नि हाम्रो है बिजनेसको लागि त युज गर्नु पर्यो नि होइन त्यसैले गर्दाखेरि यसमा लिन पाउँदैन भन्ने कुरा हामीले बुझ्नु पर्यो भ्याट क्रेडिट क्यान क्लेम बिजनेस पर्पजलाई युज नगरेको कारणले गर्दाखेरि र डिम सेल भनेर यसरी चाहिँ हामीले त्यही कस्टमा नै उठाएर तिर्दिने हो तर भ्याट क्रेडिट लिन चाहिँ पाउँदैन है यति गरिसकेपछि यो पनि राम्रो क्वेसन थियो एउटा अलिकति योपालि अलिकति टेक्निकल क्वेसन सोधेको छ अलिकति हामीले चाहिँ एनालाइसिस गर्न नपढेपछि चाहिँ गाह्रो पर्छ हामी त यी कुरा सबै कुरा क्लासमा गरेका हुन्छौँ हामीले है अब ग्राफ चाहिँ गर्नुपर्ने हुन्छ सबैजनाले है त्यसले गर्दाखेरि यो सबै कुरा हामीले पढेका छौँ अब यहाँ इलेक्ट्रोनिक मेसिन्सको कुरा छ यो क्वेसन एकदमै राम्रो छ जुन चाहिँ हामी नै आफू सबैजनाले पढाउने टिचर नै क्लासमा त्यहाँ गएर बस्नुभयो भने उहाँहरूलाई नै चाहिँ गाह्रो हुनसक्छ इक्जाममा सिम्पल छ यट इक्जाम भने इक्जाम हो नि त जे गऱ्यो भने होइन त्यसले गर्दाखेरि डिलर ट्रान्सपोर्ट इलेक्ट्रोनिक मेसिन्स भन्ने छ यो क्वेसनमा के भन्छ भन्दाखेरि ओभरअलमा यहाँनिर मैले फ्याक्ट्सहरू लेख्दैछु यो कुरा जुन इक्जाममा लेख्नु पर्दैन चाहिँ मेसिन्स चाहिँ क्लाइन्टको प्रेमिसिसमा लगिदिन्छ अरे है अनि इन्भोइस इस्यु गर्दैन त्यो लगेको बापत अनि त्यसपछि गएर डिलरले इन्स्टल गर्छ मेन्टेन गर्छ अपरेट गर्छ सबै डिलरले गर्छ तर चार्ज कसरी लिन्छ भन्दाखेरि पर युनिट जति युज गर्यो पर युनिट युज बेसमा चाहिँ चार्ज लिन्छ भनेर भन्छ जब चाहिँ मेसिन नै ट्रान्सफर गर्दाखेरि उसले के गर्छ त उसले चाहिँ के गर्दैन भन्दाखेरि इन्भोइस इस्यु गर्दैन भन्नुको मतलब के भन्दाखेरि इन्भोइस इस्यु गर्दैन भन्नुको मतलब के भन्दाखेरि सप्लाई अफ सर्भिसेस हो भनेर हामीले बुझ्नुपर्छ यदि हामीले गुड्स नै बेच्या भए त गुड्सकै आधारमा हामीले के गर्थ्यौँ त त्यो बिल काट्थ्यौँ नि त बिल काटेन भन्नुको मतलब के त बिल काटेन भन्नुको मतलब के हो भन्दाखेरि बिल काटेनौ त्यो ट्रान्सफर गर्नु भन्नुको मतलब सप्लाई अफ सर्भिसेस हो भनेर बुझ्नु पर्यो यो अलिकति दिमागमा आउनुपर्छ है अनि ओनरसिप पनि ट्रान्सफर भएको छैन अब त्यसैले यो त फ्याक्ट हो मैले आफ्नो लागि एनालाइसिस तपाईँहरूलाई बुझाउनलाई लेखेँ तपाईँले इक्जाममा लेख्नु पर्दैन तपाईँले डाइरेक्टली लेखेर सेक्सन 2 को आधारमा यो सेल एक्सचेन्ज ट्रान्सफर सप्लाई भनेको यस्तो यस्तो हो भनेर यो सप्लाईको डिफरेन्स चाहिँ यहाँनिर लेखिदिनु पर्ने हुन्छ सप्लाई भनेको यो हो भने चाहिँ अब सप्लाई चाहिँ सप्लाई अफ गुड्स पनि हुन्छ सप्लाई सर्भिस पनि हुन्छ अनि भन्ने कुरा गर्नुपर्छ सप्लाई गुड्स सप्लाई सर्भिसलाई सप्लाई अफ गुड्स हुनुको लागि ओनरसिप ट्रान्सफर हुनुपर्छ भन्ने कुरा गर्नु पर्यो र भ्याट चाहिँ ट्याक्सेबल सप्लाईमा लाउनुपर्छ भन्ने कुरा छ अब्लिगेसन चाहिँ इस्यु पनि हुन्छ हामीले ट्याक्स इन्भोइस पनि इस्यु गर्नुपर्ने हुन्छ जब सप्लाई सर्भिसेस अथवा सप्लाई गर्छौँ जे कुरा पनि चाहे ओनरसिप ट्रान्सफर गरोस् अथवा सप्लाई गुड्स गरोस् अथवा सप्लाई सर्भिसेस गरौँ भनेर अब इम्प्लिकेसनको कुरा गर्दाखेरि ट्रान्ज्याक्सन कन्स्टिट्युट सप्लाई सर्भिसेस सप्लाई गुड्स भने किनकि ओनरसिप ट्रान्सफर भएको छैन हो त्यसले गर्दाखेरि भ्याट इज एप्लिकेबल अन द सर्भिस अथवा युजेज चार्ज कलेक्टेड फ्रम द क्लाइन्ट गर्नु पर्यो र डिलर इज रिक्वायर्ड टु इस्यु भ्याट इन्भोइस सर्भिस चार्जको आधारमा गर्छ युनिटको आधारमा गर्छ भनेर गर्नु पर्यो यति चाहिँ हामीले लेख्नु पर्यो अनि कन्क्लुजन त्यसले गर्दाखेरि यो यस्तो हो ट्रान्सफर भएको छैन ओन सप्लाई अफ सर्भिसेस हो भनेर लेखिदिने है अनि अर्को कुरा यो कुरा पनि हामीले गरेका थियौँ यो कुरा पनि तपाईँले ध्यान दिनुभयो होला मैले के भनेको थिएँ भन्दाखेरि आइआरडी भर्सेस पेप्सी कोलाको केस सेक्युरिटी डिपोजिट भनेको हाम्रो कन्सिडरेसन होइन
भन्ने कुरा हामीले गरेका छौँ है। त्यहाँ चाहिँ सप्लाईको डेफिनेसन लेख्नुपर्छ अलिअलि, कन्सिडरेसन भने के हो भन्ने कुरा पनि अलिअलि गर्नुपर्छ भन्ने कुरा मैले गरेको थिएँ। ठ्याक्क त्यही कुरा। यसमा चाहिँ यो लेखिराख्नु पर्दैन फ्याक्टर भनेर एक्जाममा टाइम लाग्छ नि त धेरै, 2-3 मार्क्सको लागि त्यो धेरै एनालिसिस गर्नु पर्दैन। प्रोभिजन लेख्ने, इम्प्लिकेसन के हो लेख्ने, कन्क्लुजन लेखिदिने। केही कन्क्लुजन लेख्नु पर्ने केस स्टडी तरिका आएको भन्दा आयो भनेपछि चाहिँ सप्लाई भनेको सप्लाई रिक्वायर्स कन्सिडरेसन एन्ड ट्रान्सफर अफ अनरसिप। कन्सिडरेसन भनेको यस्तो यस्तो हो होइन, एनिथिङ होइन, ट्रान्सफर अफ अनरसिप चाहिन्छ अथवा चाहिन्छ। कन्सिडरेसन भनेको चाहिँ भ्यालु चाहिँ कुनै पनि अप्टेन गर्ने सप्लाई अफ गुड्स र सर्भिसेस गरेको बापत भनेर हो भन्ने कुरा गर्नु पऱ्यो। र भ्याट चाहिँ ट्याक्सेबल सप्लाईमा चाहिँ लाग्छ भनेर लेख्नु पऱ्यो। भ्याट इम्प्लिकेसन भनेको चाहिँ यो केसमा चाहिँ त्यहाँ के छ भन्दाखेरि त्यो सेम टु सेम कुरा हो कि बोतलहरूमा लिक्विड हाल्छ, त्यो लिक्विडको हाल्छ, त्यो बोतलहरूको लागि सेक्युरिटी छोडिदिएको छ, त्यो बोतल लिक्विड हालेको बोतल लगेर जान्छ, फेरि त्यो खाली बोतल ल्याएर पुगाइन्छ, अनि लिक्विड हालेपछि लगेर जान्छ। त्यो प्रक्रियाको कुरा गरेको छ कि। त्यसले गर्दाखेरि त्यो डिपोजिट भनेको कन्सिडरेसन होइन भनेर हामीले पुष्टि गर्नु छ। त्यसले गर्दाखेरि चाहिँ अब के हुन्छ त भन्दाखेरि भ्याट चाहिँ हाम्रो लिक्विड र मेटेरियल मात्र लाग्छ चाहिँ, अनि सेक्युरिटी डिपोजिटमा त भ्याट लाग्दैन, किनकि त्यो त रिफन्डेबल। यदि मैले त्यो काम गर्न बन्द गर्न चाहन्छु भोलिदेखि भनेपछि त्यो सबै मैले बोतलहरू बुझाएपछि मलाई चाहिँ त्यो पैसा रिफन्ड हुन्छ। त्यसले गर्दाखेरि त्यो हाम्रो लागि के हो त, सेल्स होइन। त्यो कुरा चाहिँ बुझाउनु पर्ने हुन्छ। कन्क्लुजनमा सेक्युरिटी क्यास डिपोजिट भनेको रिफन्डेबल कन्टेनर्सको कुरा हो, त्यसले चाहिँ कन्सिडरेसन भन्ने त गर्दैन। त्यसले गर्दाखेरि भ्याट चाहिँ एप्लिकेबल कुरामा हुँदैन, तर लिक्विडमा चाहिँ लाग्छ है भनेर लेख्नुपर्ने छ। हेर्नुहोस् न कति राम्रो क्वेसन छ, तर एक्जाममा अलिक त आपत्ति होला सबैजनालाई, यसले दिमागमा आयो होला, तर पनि के कसरी लेख्ने भन्ने कुरा त एनालाइसिस ठ्याक्क फर्स्ट टाइम यस्तो खालको क्वेसन आउनु थालेपछि त गाह्रो पर्छ नि त होइन। अब यो पनि तपाईँहरूलाई मैले भनेकै थिएँ सेक्सन 12 को कमा है, ठ्याक्क एक्जाममा त्यो आयो, त्यही दिन नै हामीले सबले गरेका थियौँ यो कुरा हेर्नु होला भनेर मैले त्यो कुरामा तपाईँलाई भने पनि थिएँ। अनि अपर्च्युनिटी एक्सप्लेनमा चाहिँ अब कसैलाई चाहिँ त फटा होस् भनेर भनिदिने, ल पुष्टि गर्नु फटा होइन भन्न पनि नदिने भन्ने कुरा त हुँदैन नि त। उसले पुष्टि त गर्न पाउनु पऱ्यो नि त, म फटा होइन तपाईँले जस्तो लाग्या हो भनेर। हो त्यही कुरासँग सम्बन्ध जस्तै हो है। प्रिन्सिपल अफ नेचुरल जस्टिसमा भर पर्छ, अपर्च्युनिटी दिनुपर्छ हरेकलाई एक्सप्लेन गर्नको लागि। ट्याक्स अथोरिटीले पनि चाहिँ अपर्च्युनिटी दिनुपर्छ भन्ने कुरा छ। ट्याक्स अफिसर सेल इन्फर्म रिजन फर प्रपोज एसेसमेन्ट, एलाउड ट्याक्स पेयर टु सबमिट एक्सप्लेनेसन डकुमेन्ट्स इभिडेन्स सबमिट गर्न पाउनु पऱ्यो नि त उसले। यो चाहिँ हाम्रो बेस्ट जजमेन्ट एसेसमेन्ट, एमेन्डेड एसेसमेन्ट, जियो पार्टी एसेसमेन्टहरूमा चाहिँ लागु हुनसक्छ भन्ने कुरा लेख्नु पऱ्यो। रिफन्डको कुरा 25C अनुसार सम्बन्धित कुरा हो। यो चाहिँ फार्मास्युटिकल कम्पनीको कुरा, र मेटेरियलहरू किन्दाखेरि लागेको चाहिँ खर्च यदि चाहिँ फार्मास्युटिकल कम्पनीको कुरा, त्योमा चाहिँ हाम्रो त्यही कुरा नै हो। पब्लिक सर्कुलर त हाम्रो सेक्सन 213 कोड 32 को बीमा छ, ठ्याक्क त्यो दिन तपाईँलाई एडभान्स सर्कुलर र पब्लिसरको बारेमा मैले भने पनि थिएँ, त्यो कुरा नै आएको छ है। ल यसरी हामीले ओभरअलमा गऱ्यौँ। अब यो पेपर एनालाइसिस तपाईँले हेरिसक्नु भएपछि तपाईँहरूलाई ओभरअलमा हाम्रो तपाईँको एक्जाम कस्तो भयो होला भन्ने कुरा थाहा होला, र तपाईँको राम्रो भएको छ भने धेरै धेरै बधाई छ, र बिग्रिहाल्यो भने पनि केही पनि फरक परेन। अझ प्रयास गर्नु पऱ्यो, कि कतै न कतै केही नपुगेको नि त होला हाम्रो होइन। त्यसैले गर्दाखेरि अझ राम्रोसँग गर्नु पऱ्यो, अझ एनालाइसिस गर्ने तरिकाले जानु पऱ्यो। पक्कै पनि अब राम्रो भइ नै हाल्छ। मेहनत गरेर राखेपछि कन्टिन्युस रूपमा लागिराखेपछि हुने त हो नि। सबैको सबै फाटफाट नै हुन्छ भन्ने त हुँदैन नि त। सबैको आफ्नो आफ्नो लाइफ छ, त्यो आफ्नो लाइफ आफ्नो तरिकाले चल्ने हो, हामीले चाहे जस्तो चल्ने होइन होइन। तर हामीले प्रयास गरेर छोड्नु भएन।